नमस्कार। स्पेस 4K टेलिभिजनको यो विशेष प्रस्तुति तातो बस लिएर उपस्थित भएको छु। म पुण्य गौतम। सदाझै आज पनि हामी 8 बजेदेखि 9 बजेसम्म समाजको गर्भभित्र कोइला चाहिँ भकभक उमिएको विषयवस्तुलाई विस्फोटक तरिकाले प्रस्तुत गर्नेछौँ। हामी हरेक दिन नयाँ नयाँ अतिथिका साथ यहाँहरू समक्ष हाजिर हुने गर्छौँ। आजको विषय अलिक पृथक छ। समाजमा सर्वाधिक चासो र जिज्ञासाको विषय रहेको छ ज्योतिषशास्त्र, तन्त्रविद्या। मान्छेले यो गुप्त विद्यामा धेरैले विश्वास गरेका छन्। नासाले समेत अथेन्टिसिटी दिएको, प्रमाणित गरेको र भेटरान कम्युनिस्ट नेता नारायणमान बिजुक्षले कुनै दिन भन्नुहुन्थ्यो, नासाले समेत प्रमाणित गरेको विज्ञान, एस्ट्रोलोजी यानि कि ज्योतिषशास्त्र यदि अहिले कार्ल मार्क्स बाँच्नु भएको भए अवश्य पनि त्यसमा विश्वास गर्नुहुन्थ्यो। यिनै विविध विषयको सतहमा रहेर अथवा किनारमा रहेर वा गहिराइमा डुबेर विश्लेषण गर्नको निम्ति आज हामीले दुईजना समाजका लब्ध प्रतिष्ठित हस्तरेखाविद, तान्त्रिक अर्थात् ज्योतिषीलाई हामीले यहाँ भेला गरेका छौँ। र आज हामी एकदम नेपालको समसामयिक राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक विषयवस्तुलाई नै फोकस गर्नेछौँ। आज हामीले डाकेका दुईजना अतिथिहरू विशिष्ट हुनुहुन्छ। आफ्नो साधना विद्यामा उहाँहरूले महारत हासिल गर्नुभएको छ र उहाँहरूलाई ज्ञान विशारद प्राप्त भएको छ। वर्षौँदेखि साधना गरेर आउनुभएका विशिष्ट महानुभावहरूलाई एकछिनपछि म इन्ट्रोड्युसिङ गराउनेछु। र आज हामी खास गरी सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, त्यसपछि सम्माननीय पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, त्यसै गरी रवि लामिछानेजी जो उप प्रधानमन्त्री रहिसक्नु भएको छ र 10 गतेको चुनाव पनि लड्दै हुनुहुन्छ, वैशाख 10 गतेको। उहाँहरूको कुण्डली के छ त्यसको बारेमा साङ्गो पाङ्गो विश्लेषण गर्नेछौँ। ज्योतिषशास्त्र भनेको वेदको एउटा अङ्ग हो, यसलाई वेदाङ्ग पनि भनिन्छ। भृगु संहिताको कुरो गरौँ या नारद मुनिले तय गरेको ज्योतिषशास्त्रको कुरा गरौँ या अहिले आधुनिक रूपमा नारायण दत्त श्रीमालीले जस्तो कालसर्प योगहरूको बारेमा उहाँले अन्वेषण गर्नुभएको छ, यी विविध विषयहरूको बारेमा हामी साङ्गो पाङ्गो लग्न कुण्डलीको आधारमा र तन्त्र विद्याको आधारमा उहाँहरूले आफ्नो राय, बसमुरा, तर्कहरू पेश गर्नुहुनेछ जो दरो खरो हुनेछ। तपाईँहरूले स्पेस 4K टेलिभिजनबाट प्रसारण भइरहेको यो तातो बहस आँखा झिमिक्क नगरिकन हेरिदिनु होला, प्रतिक्रिया दिनुहोला, कमेन्ट गर्नुहोला, सेयर पनि गर्नुहोला। तपाईँहरूले माया गरिरहनु भएको छ र आजको विषय अलिकति पृथक छ भनेर मैले यहाँहरूलाई भनिसकेको छु। र यो विज्ञानको रूपमा प्रमाणित भएको ज्योतिषशास्त्र, एस्ट्रोलोजी र यसलाई नासाले समेत आधिकारिकता दिएको कुरोको विषयमा सन्देह गर्नु पर्दैन र यो कुनै आल्तु फाल्तु, कुनै काल्पनिक, कुनै यस खालको रूढिवादी कुरा पनि होइन भन्ने कुरा प्रमाणित भएको छ। 101 कम्युनिस्ट नेताहरूले पनि आफ्नो चिना कुण्डली जन्मिएको आधारमा ग्रहहरूको प्रभाव के छ, गोचरहरू कस्तो छ भन्ने हिसाबले अहिले हेराइरहनु भएको छ। यो कुरा तपाईँलाई थाहा छ। यो मोही माग्ने, ढुङ्ग्रो लुकाउने शैलीमा यी कुराहरू लुकाउनु जरुरी पनि छैन। यति भूमिका बाँधिसकेपछि अब म स्पिचलेस त हुन्न तर कम बोल्छु। बढी भूमिका हाम्रो विशिष्ट अतिथिहरूको हुनेछ। आज मैले स्टुडियोमा स्पेस 4K टेलिभिजनको स्टुडियोमा दुईजना महानुभावहरूलाई डाकेको छु आफ्नो विषयको विज्ञतासहित। एकजना व्यक्तित्व हुनुहुन्छ आदरणीय चिन्तामणि पोखरेल। चिन्तामणि पोखरेलज्यू अस्ट्रोपामिस्ट हुनुहुन्छ। उहाँ यो जयबागेश्वरीमा बस्नुहुन्छ, उहाँको अफिस त्यही छ र नेपाली जनसमुदायले बुझ्ने भाषामा भन्नुपर्दा उहाँ ज्योतिषी, हस्तरेखाविद हुनुहुन्छ। बाँकी परिचय उहाँले आफ्नो गर्नुहुनेछ। म उहाँलाई स्वागत गर्न चाहन्छु। चिन्तामणि पोखरेलज्यू, यहाँलाई स्वागत छ। धन्यवाद सर। र हाम्रा आदरणीय दर्शक श्रोतागणहरूमा मेरो हार्दिक नमन। म एस्ट्रोपामिस्ट चिन्तामणि पोखरेल। मैले यो पामिस्ट्रीको शिक्षा दिल्लीबाट र कलकत्ताबाट लिएँ। पहिला सुरुमा त ज्योतिष दैवज्ञ तथा हस्तरेखा मर्मज्ञ भएर म दिल्लीबाट यता आएको थिएँ। यहाँ आइसकेपछि पूर्वीय दर्शन विद्यापीठमा पनि मैले 2-4 वर्ष अध्ययन गरेँ। हाम्रा आदरणीय गुरु लोकराज पौडेलबाट ज्योतिषको गहिराइमा चाहिँ उहाँले सिकाउनु भयो। यसै त अलिकति त मैले उतिबाट पनि ल्याएर आएको थिएँ। त्यसमा निखार चाहिँ दिने हाम्रो आदरणीय गुरु लोकराज पौडेल। अब भारतमा पनि अध्ययन गर्नु। हजुर, ज्योतिष विद्यामा मैले फलित शास्त्रमा एमफिल गरेको छु र हस्तरेखामा मानार्थ डक्टरेट
भनेपछि तपाईँ हस्तरेखा सम्बन्धी विशेषज्ञ पनि हुनुहुन्छ। हजुर, नेपाल अधिराज्यको सामुद्रिक शास्त्र भनिन्छ त्यसलाई, सामुद्रिक शास्त्रको साङ्गोपाङ्गो ज्ञान तपाईँसँग छ। अहिले नेपाल अधिराज्यको चाहिँ के भन्नु भनेदेखि सायद यो विश्व ज्योतिष महासङ्घको म उपमहासचिव पनि हो र पूर्वीय दर्शन विद्यापीठमा पढाउन लागेको 10-12 वर्ष भइसक्यो। हजुर, यही विषयको चाहिँ शिक्षा दिन्छु मैले, त्यहाँ प्रशिक्षक हो म। हस्तरेखाको विषय, हस्तरेखा त्यहाँको प्रोफेसर हो म। हजुर सर। तपाईँलाई धेरै धेरै धन्यवाद छ। र तपाईँलाई सम्पर्क गर्न सकिने तपाईँको टेलिफोन नम्बर बताइदिनु होला र तपाईँको अफिस कहाँ छ यो पनि बताइदिनु होला। मेरो अफिस चाहिँ पशुपति क्षेत्रको जयबागेश्वरी एरियामा पर्छ। अब मेरो एनसेलको चाहिँ नम्बर दुवै भनिदिनु होला। 9813091548 9813091548 9154 यो तपाईँको एनसेलको एनटिसीको 9868 9868 70 70 6184 6184। भनेपछि यसलाई नेपाली एनटिसी भन्नाले हामी नेपाली भनेर सम्झिन्छौँ, नेपालीमै बतायौँ। तपाईँको फेसबुक आइडी के छ? एस्ट्रोपामिस्ट चिन्तामणि पोखरेल। एस्ट्रोपामिस्ट चिन्तामणि पोखरेल। चिन्तामणि पोखरेल सर्च गर्यो भने तपाईँलाई भेटिन्छ। तपाईँलाई मेसेन्जरमा कल गर्न सकिन्छ, भाइबरमा गर्न सकिन्छ। भाइबरमा, मेसेन्जरमा, वाट्सएपमा जहाँ गरे पनि पर्याप्त हुन्छ। ल आदरणीय दर्शकवृन्दहरू, महानुभावहरू, तपाईँहरूले उहाँसँग सम्पर्क गरेर आफ्नो बारेमा जिज्ञासा समन गर्न सक्नुहुन्छ। उहाँ जतिखेर पनि एभाइलेबल हुनुहुन्छ। अर्को व्यक्तित्व एकदम जागरुक भएर बसिरहनु भएको छ, युवा व्यक्तित्व हुनुहुन्छ। उहाँ दैलेखबाट पाल्नु भएको छ, खास गरी झापा जन्मिए पनि उहाँले कर्मथलोको रूपमा दैलेखलाई बनाउनु भयो। शिवराज दाहालजी उहाँ ज्योतिष शास्त्रको विषयमा पनि उहाँको जानकारी राम्रो छ र उहाँ खास गरी पछिल्लो समय वज्रयान तान्त्रिक यो लामा गुरुहरूको दीक्षा रहेछ, त्यसबाट म दीक्षित भएँ भनेर उहाँले भनिरहनु भएको छ। र उहाँ अहिले 365 दिनै कता कता दौडिरहेको अवस्थामा हामी पाउँछौँ। विभिन्न ठाउँमा जाने यज्ञ होम होमादि आदि इत्यादि के गर्नुहुन्छ, लामा गुरु पढाउनुहुन्छ। तपाईँलाई पनि धेरै धेरै स्वागत छ। एकदम धेरै धेरै धन्यवाद छ। म आफ्नो परिचय दिनुहोस्। सबैभन्दा पहिला मेरो परिचय दिँदा म चाहिँ 4 जन्म के अरे तिब्बती वज्रायन अवतारी लामा तान्त्रिक हुँ। एकछिन, 4 जन्मको अवतारी ज्ञान खोलेको मलाई 4 जन्मको जन्मको ज्ञानको महसुस देव। तपाईँ त ब्राह्मण हुनुहुन्छ। म ब्राह्मण कुलबाट जन्मेको 4 अवतारी लामा हुँ। लामा त 4 जन्म अगाडि म तिब्बतको लासामा छोरी मान्छेको रूपमा जन्म थिएँ। त्यति बेला मैले तिब्बती वज्रायन लामा कसरी थाहा पाउनु भयो आफू छोरी मान्छे? त्यो चाहिँ मैले खास चाहिँ मेरो अब अलिकति सम्मान विधिबाट जानु, सम्मान विधिबाट अलिकति विस्तृत रूपमा मेरो अलिकति बेसबाटै जाँदा मेरो एसएलसीसम्म चाहिँ मैले झापाको चन्द्रगढी वीरेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गरेको हो। 14 वर्षको मेरो व्रतबन्ध भयो। 15 वर्षमा मेरो बुबा बित्नु भयो। अनि 16 वर्षको उमेरदेखि चाहिँ उद्योग धन्दामा इलेक्ट्रिकल टेक्निसियन जागिर जब गर्दै मैले प्राइभेट तर्फबाट गान्तोकको चाहिँ इन्टरनेसनल एस्ट्रोलोजी वास्तु साइन्स कन्सल्टेन्सीबाट अनलाइनबाटै मैले ज्योतिषमा मास्टरसम्मको ट्रेनिङ गरेको हो, अनलाइनबाटै पढेको हो। ट्रेनिङसम्मको मेरो मसँग सर्टिफिकेट छ। अनि त्यसपछि के? अनि त्यस पछाडि मैले त्यहाँबाट त्यो अध्ययन गरेपछि मैले चाहिँ मेरो चाहिँ ज्योतिष शास्त्र अनुसार देशको बीचभाग नारायणघाटबाट चाहिँ पश्चिम पहाडी जिल्लाहरूमा शुभ छ, तराईतिर त्यति शुभ छैन, कर्मथलो भनेर म पश्चिमतिरको यात्रामा चाहिँ मैले के भन्छ 2070 सालदेखि चाहिँ मैले चाहिँ पश्चिमतिरको यात्रामा मैले के भन्छ ज्योतिषी काम गर्दै गाउँपालिका नगरपालिकामा के भन्छ त्यहाँका स्थानीय लोकल रेडियोहरू विज्ञापन बजार जनताहरूलाई सेवा दिँदै हिँडिरहेको थिएँ। त्यो गर्ने क्रममा मलाई अचानक के भन्छ 1-1.5 वर्ष जति काम गरेपछि अचानक मलाई सपनामा चाहिँ के भन्छ चाहिँ यो ध्यान साधना जप साधनातिर जानु भनेर चाहिँ मलाई लामा ड्रेसमा आएर चाहिँ के भन्छ दुईजना छोरी मान्छे र एकजना छोरा मान्छेले आएर सपनामा दर्शन दिनुभयो। तिमी 4 जन्म अगाडि तिब्बतमा चाहिँ लासामा छोरी मान्छेको रूपमा जन्म थियो, तिमीले त्यति बेला के भन्छ दिव्यवाणी सपनामा आउनुभयो। गुरु रिम्पुछे खड्गे योगिनी र कालो तारा हुँ भनेर दुईजनाले छोरी मान्छे र एकजना छोरा मान्छे आउनुभयो। अनि मैले त्यति बेला लामा गुरुहरूलाई सोधेँ यो लामा अन्तर्गतको आयो के रहेछ त यो गुरु रिम्पुछे कुन देवता हुनुहुँदो रहेछ त भन्दा शिवजी महादेव साक्षात हुनुहुँदो रहेछ। गुरु रिम्पुछे गुरुपद्म सम्भव होइन, किरातेश्वर होइन, यतापट्टिबाट गुरु रिम्पुछे गुरुपद्म सम्भव भनेको चाहिँ यता भोटेपट्टिबाट भोटपट्टिबाट चाहिँ तिब्बतपट्टिबाट चाहिँ शिवजी हुनुहुँदो रहेछ। उहाँको नामकरण मात्रै फरक हो, देवता एउटै हो। कालो तारा भनेको चाहिँ कालो डोलमा भनेको चाहिँ महाकालीले मलाई दर्शन दिनुभएको। अनि खड्गे योगिनी भनेको चाहिँ माता पार्वतीले स्वयं दर्शन दिएर मैले के भन्छ पश्चिमतिरका देवी थानहरूमा यस्तो अलौकिक कुरा गर्नुभएको छ कि तपाईँको कुरा विश्वास गर्न पत्याउनै मुस्किल भयो। मुस्किल चाहिँ छ, तर मैले पश्चिमतिर अनि राति तप गरेँ। दिउँसो ज्योतिषी गरेँ, राति 2-4 घन्टा 11 बजेदेखि 2-3 बजेसम्म राति मैले पश्चिमका देवीहरूमा जस्तै पश्चिममा बनारसी भन्ने एउटा देवता थान छ, शिवशक्ति ज्योतिर्लिङ्ग स्वरूप हो, पाटन बनारसी। त्यहाँ रात्रिकालीन ध्यान गरेँ, शुद्ध फलफुल विधिबाट गरेँ। म काटमार बलि हत्या विरोधी हुँ, देवता नाममा बलि हत्या गर्न हुँदैन भनेर ब्राह्मणहरूको ऋग्वेदको 111 नम्बर पेजमा पनि लेखेको छ। त्यसै अनुसारले मैले
साधना गरेँ। निङ्ला सैनी, चिरा सैनी, डिला सैनी, त्रिपुरा सुन्दरी, यो नौ दुर्गाको रूपहरू उताको देवीको नामहरू ठाउँ अनुसारको डोटी तपाईँले सैनी आफ्नो विस्तृत परिचय एकछिनपछि त्यसरी तपस्या गर्दै मलाई तपाईँलाई ज्ञान अहिले भेटिनी र तपाईँको फोन नम्बर सबै अनि बताइदिनु। त्यही त अलिकति क्लियर त कुरा गर्नु पर्यो नि। त्यसरी मलाई वज्रायन लामा तान्त्रिक सम्बन्धीको ज्ञान आयो। अनि त्यसपछि मैले लामा गुरुहरू पढाएर मैले राति राति उता तप गर्दै यता महिना दिनसम्म उता तपस्या गर्दै यता लामा गुरुहरूलाई पढाउँदै मैले के भन्छ ज्ञानको क्षितिजाले फराकिलो पारेँ। मेरो गुरु चाहिँ साँच्चै भन्नुपर्दा कोही पनि हुनुहुन्न, तर मैले लामा गुरुहरूको तपाईँ माध्यमबाट आफ्नो गुरु आफै मेरो चाहिँ गुरु स्वयं स्वप्न साधना। स्वयं गुरु रिम्पुछे हुनुहुन्छ उहाँ। गुरु रिम्पुछे र कालो तारा हुनुहुन्छ मेरो गुरु। कस्तो यो कालो कालो तारा भनेको चाहिँ कालो डोलमा कालो तारा, डोलमा तारा 37 डोलमा तारा भन्छ यता तिब्बतपट्टिबाट, यता 64 योगिनी भन्छ हिन्दूपट्टिबाट। 37 वटा देवीहरू हुन्, खास 21 तारा तपाईँले हुन्। बेला बेलामा अब प्रधानमन्त्रीज्यूको राष्ट्रपतिज्यूको रवि लामिछानेजीको नाम लिएर मलाई यज्ञ लगाउन आह्वान गर्नु, म यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर बेला बेलामा तपाईँले फेसबुक मार्फत पनि पोस्ट गरिरहनुहुन्छ। गरिरहन्छु, किनभने अब जस्तै रवि लामिछानेजी जे भए पनि जनताको नजरमा अहिले तारा के भन्छ आकाशको के भन्छ उज्यालो तारा भएर उदाउनु भएको छ। उहाँले भारी मतले विजय पनि हुनुभयो, तर केही समय 22-25 दिन या 1-1.5 महिना उहाँ उप प्रधानमन्त्री तथा गृहमन्त्री पनि हुनुभयो। तर उहाँको 22-25 दिन 1-1.5 महिनामा किन पद खुस्कियो त? उहाँ त सबै जनताको नजरमा तारो भएको मान्छे। तर नागरिकताको विवाद आयो, नागरिकता त 2-4 नागरिकता नभएको, 2-4 पासपोर्ट नभएको त कुनै नेता छैनन्। तर उहाँलाई त्यसरी सामान्यीकरण गर्नु उहाँलाई नै किन वज्रपात पर्यो त? तर हिजो चुनाव लड्दा चाहिँ त्यही नागरिकताले काम दियो, गृहमन्त्री भइसकेपछि किन पद खुस्कियो हो? त? किन त शास्त्रीय आधार के छ? यो चाहिँ के भन्दा उहाँले 4 जन्म अगाडि स्त्री जातिहरू बलात्कार गरेको भन्ने खालको एउटा मेरो साधना तपस्या के भन्नुभयो एकचोटि? स्त्री जातिहरूलाई चाहिँ के भन्छ बलात्कार गरेको धेरै महिलाहरू जन्म अगाडि 4 जन्म अगाडि। यसको के प्रमाण छ तपाईँलाई? तथ्यहीन कुरा नगर्नु न। होइन, त्यो चाहिँ मैले ध्यान साधनबाट हेर्दाखेरि चाहिँ त्यो मलाई देवीहरूले महसुस तपाईँ गरायो। कति जन्मसम्म जान सक्नुहुन्छ? अब मलाई चाहिँ 4 जन्मसम्मको महसुस आएको छ। अनि 4 जन्म अगाडि रवि लामिछानेजी के हुनुहुन्थ्यो? 4 जन्म अगाडि चाहिँ उहाँले छोरा मान्छेकै रूपमा हुनुहुन्थ्यो, तर उहाँले 4 जन्म अगाडि स्त्री जातिहरू उहाँ चाहिँ तपाईँले त फिल्म हेराए जस्तो है फिल्म हेराए ओम जस्तै शान्ति ओम हेरे साधना जस्तो। तपस्या भनेको फिल्म हेराए जस्तै त हो नि। अनि के थियो रे 4 जन्म? 4 जन्म अगाडि उहाँले चाहिँ के भन्छ उहाँको के भन्छ दक्षिण दिशामा के भन्छ खाडी मुलुकमा उहाँको जन्म थियो। त्यति बेला उहाँले स्त्री जातिहरूलाई धेरै पीडा दिएको, दुःख दिएको। अब बलात्कारै गरेको भन्दा अलिकति नमिठो शब्द सुनियो। उहाँले स्त्री जातिहरूलाई पीडा दिएको खालको त्यस्तो खालको के भन्छ चाहिँ त्यहाँको मुल्ला हुनुहुन्थ्यो स्त्री जातिहरूलाई रुवाएको, आत्मा रुवाएको, त्यो पापको शेख प्रतापले हुनुहुन्थ्यो त्यतिखेर? शेख हुनुहुन्थ्यो त्यति बेला आत्मा रुवाएको, छोरी मान्छेहरूको आत्मा रुवाएको। देवी छोरी मान्छे भनेको स्वयं देवी स्वरूप भन्छ हाम्रो हिन्दू आत्मा रुवाएको भयो। अहिले डेपुटी प्राइम मिनिस्टर र गृहमन्त्री ए बाबा त्यो रुवाएको प्रतापले भएको कारणले छिटै पदबाट च्युत हुनु पर्यो नि त। एनिवे अहिले तपाईँलाई भेटिने ठेगाना के हो? अहिले मेरो भेटिने ठेगाना मेरो एनटिसीको नम्बर चाहिँ 9842202534 हो। तपाईँको एकदम फास्ट ट्र्याकमा 98 अत्यन्तै बुलेट ट्रेनमा गयो है तपाईँको 9842 9842 025 025 34 यो एनटिसीको नम्बर हो। यही एनटिसीको नम्बरमा भाइबर वाट्सएप इमो यसै नम्बर अनि छ। फेसबुक पेज के छ? अनि एनसेलको नम्बर 9826 9826 55 29 50 55 29 50 50। अनि फेसबुकमा फेसबुकमा चाहिँ मेरो वज्रायन तन्त्र विशेषज्ञ डाक्टर भन्ने छ। होइन यो तपाईँले वज्रायन तान्त्रिक भनेर आफूलाई तन्त्र विशेषज्ञ डाक्टर तन्त्र विशेषज्ञ यो कस्तो खालको उपाधि? मलाई ध्यान साधना र जपको माध्यमबाट तपको माध्यमबाट चाहिँ उहाँको के भन्छ देवी देवताको साधनबाट चाहिँ यसरी मैले ध्यान गरेर लगभग मैले के भन्छ 72 सालदेखि तपस्या गरेको आज 79 साल भयो। यो तपस्याको माध्यमबाट वज्रायनपट्टिको ज्ञान खुलेकाले गर्दा प्रत्यक्ष देवी देवताको के भन्छ दर्शन पाएको, 37 डोलमा ताराहरूको दर्शन पाएको, गुरु रिम्पुछे गुरु पद्मसम्भव शिवजीको दर्शन पाएको, कालो तारा कालो डोलमा महाकालीको दर्शन पाएको। भाषा मात्रै फरक हो, देवताहरू एउटै हुन्। अब यता गणेश भन्नुहुन्छ, यता हिन्दूपट्टि हामी छोकदाग भन्छौँ, देवता उनी हुन्, नाम मात्रै फरक हो। गुरु वज्रपाणी भन्छौँ हामी यतापट्टिबाट, गुरु वज्रपाणीको महिमा भनेको चाहिँ यतापट्टिबाट हनुमान बराबरको हो। त्यो देवताहरूको मैले प्रत्यक्ष दर्शन पाएको, यमेन ताकाको प्रत्यक्ष दर्शन पाएको, यमराज धर्मराजको ध्यान साधनाको माध्यमबाट। यमेन ताका भन्छौँ हाम्रो कस्तो हुनुहुँदो रहेछ धर्मराज यमराज? अब जस्तै यमराज धर्मराज त अब देवताहरूको रूप जसरी के भन्छ जुन हाम्रो टेलिभिजनमा सपनामा आउनुभयो कि होइन ध्यानको माध्यमबाट यसरी ध्यानमै मलाई प्रत्यक्ष दर्शन दिएर ज्ञानहरू के भन्छ दिएको र अरे बाफ। त्यो के भन्छ सपनाबाट पनि के ज्ञानहरू खुल्छ। सपनाबाट पनि तपाईँलाई त यस्तो भयो भने त अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनिया राष्ट्रपति सी जिनपिङले पनि बोलाउनु भयो। 4 अवतारको मलाई महसुस गराउनु भएको छ देवीहरूले। अनि उता पश्चिमको देवीहरूमा ध्यान तपस्या गर्दाखेरि मलाई देशभरिको पहाडी जिल्लाको तपस्या गर्नु र तिमीले अभ्यास चाहिँ उता बुद्धपट्टिबाट अभ्यास गर्नु, बुद्धपट्टिबाट टेलिभिजनको स्टुडियोलाई पनि यहाँ राम्रो होस् भनेर केही साधना मैले पूजापाठ गर्नु गरेँ। अब भन्नुहोस् प्रचण्डज्यू अघिल्लो जन्ममा के हुनुहुन्थ्यो? प्रचण्डज्यू अघिल्लो जन्ममा त उहाँले त धर्मकर्ता कर्म गरेको प्रतापले गर्दा अहिले उहाँलाई जति के भन्छ गाली बेजतीहरू, जति बदनामीहरू, जति चाहिँ भ्रष्टाचारी दलाल चाहिँ फटा भनेर अपमान गरेँ मैले उहाँलाई। मैले भन्न खोजेको होइन है, जनताहरूले के भन्छ धेरै अहिले के भन्छ उ गरे पनि उहाँले अघिल्लो जन्ममा राम्रो काम गरेको प्रतापले गर्दा अहिले राम्रो स्थान पाउनु। उहाँको प्रारब्ध त्यसरी बन्यो। अघिल्लो जन्ममा उहाँ पनि एउटा साधकै हुनुहुन्थ्यो।
अनि साधक मान्छेले कसरी हत्या हिंसाको नेतृत्व गर्नुभयो फेरि यो अनि त्यो अघिल्लो जन्ममा साधना केही गर्नुभएको थियो, त्योभन्दा अघिल्लो जन्ममा चाहिँ के भन्छ उहाँले चाहिँ के भन्छ हत्या हिंसाको केही अंश थियो र त्यो यतापट्टि आयो नि त। अब क्रान्तिमा त के रामचन्द्र पौडेलजी के हुनुहुन्थ्यो? रामचन्द्र पौडेलको चाहिँ के भन्छ योभन्दा चाहिँ अघिल्लो जन्ममा कुनै न कुनै के भन्छ तेस्रो जन्म अगाडि कुनै न कुनै राजकुमार भएको चाहिँ मलाई भाव आइरहेछ। राजाको छोरो या राजको राजा भाव आयो कि ध्यान गरेर? नै ध्यान भावना आउने हो नि त त्यो। अब केपी ओलीज्यू के हुनुहुन्थ्यो? अब केपी ओलीज्यूको चाहिँ आजभन्दा अघिल्लो जन्ममा चाहिँ केपी ओलीज्यू भनेको चाहिँ एउटा कुनै न कुनै ठाउँको चाहिँ त्यहाँको चाहिँ के भन्छ सर्वे सब्र हर्ताकर्ता त्यस एरियाको के भन्छ उहाँ चाहिँ प्राइम मिनिस्टर लेभलकै के भन्छ उहाँको के भन्छ अवतार ज्ञान भएकाले गर्दा आजभन्दा 4 जन्मको के भन्छ उहाँको आशीर्वाद हो अहिले पाउनु भने। यी पात्रहरूमध्ये नेपाललाई फाप्ने व्यक्तित्व को? नेपाललाई अति फाप्ने व्यक्ति चाहिँ अब रविला मिसानेको कुरा गर्नुभयो तपाईँले, रामचन्द्र पौडेलको कुरा गर्नुभयो, पुष्पकमल दाहाल प्रचण्डज्यूको कुरा गर्नुभयो, केपी ओलीको उहाँहरूको तुलनामा एज ए होल सबैलाई जोक्दाखेरि चाहिँ अति उत्तम र अति राम्रो व्यक्तित्व भनेको चाहिँ केपी शर्मा ओली नै हो। हजुर। अब केपी शर्मा ओलीले उहाँले के भन्छ अध्ययन थोरै नै गरेको भए पनि +2 एसएलसी ज्ञान मलाई थाहा भएन, तर उहाँलाई धेरै छ, चाहिँ दूरदर्शी ज्ञान छ। एनिवे तपाईँसँग एकछिनपछि आउँछु। केपी ओलीज्यूको कुण्डली तपाईँले पक्कै पनि हेर्नु भएको छ, त्यसो व्याख्या गरिरहनु परेन। कम्पेरेटिभली हेर्दा प्रचण्डज्यू अब रामचन्द्र पौडेलज्यू त राष्ट्रपति हुनुभयो र केपी ओलीज्यू लगायतका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजी आदि इत्यादि मध्ये नेपाललाई उहाँले भने जस्तै फाप्ने कुण्डली कसको हो र कसले नेपालको हित गर्न सक्छ? न्याय दीर्घकालीन सोच भएको केपी शर्मा ओली नै हुनुहुन्छ। केपी शर्मा ओलीज्यू किनभने प्रचण्डजीको धुलमुले स्वभाव छ, हजुर, एकदम ठेट चाहिँ भोलिसम्मलाई एरोवेमा चाहिँ जान सक्नुहुन्न। हजुर। माधव कुमार नेपालजीको त्यस्तै किसिमको छ, उहाँ पनि त्यो बिल्कुलै चाहिँ एरोवेमा चाहिँ गएर भत्काएर चाहिँ बादललाई फार्दै माथि जाने त्यस्तो उहाँको पनि छैन। तर केपीको चाहिँ दीर्घकालीन सोच गहिरो छ, नेपाललाई त्यसले हित गर्छ, नेपालको हित गर्छ। अच्छा, अब तपाईँ कुण्डलीमा जाउँ। उहाँले आफ्नो तरिकाले इन्टरप्रिटेसन गर्नुभएको छ, एकछिनपछि उहाँका पनि आउँछु। उहाँले तान्त्रिक विधिलाई प्रयोग गर्नुभएको छ। हजुर। अब हामी कुण्डलीको पनि व्याख्या गर्छौँ, तपाईँले पनि पछि कुण्डलीको रेफरेन्स लिनु होला। हजुर। सर्वप्रथम तपाईँले जन्ममिति र समय नभनिदिनु होला, किनभने त्यो व्यक्तिको सिक्रेसीलाई हामीले मेन्टेन गर्नुपर्छ। तपाईँले रामचन्द्र पौडेलज्यूको कुण्डली पहिल्याउनु भएको छ, दशा अन्तर्दशा र तपाईँले अन्य लग्नको हिसाबले हजुर तपाईँले बताइदिनु होला। हाम्रो महामहिम राष्ट्रपति हजुर, महादशा अन्तर्दशा हजुर आदि इत्यादिको हिसाबले म कुण्डली निकाल्छु, योगिनीको हिसाबले पनि। हजुर। हस्, भर्खरको नवनियुक्त महामहिम राष्ट्रपतिको कुण्डली व्याख्या विश्लेषण गर्न पाउँदा मलाई पनि अब कुन लग्नको कुण्डली रहेछ ठुलै गौरवान्वित महसुस गरिरहेको छु मैले। अब उहाँको कन्या लग्नको कुण्डली रहेछ। लग्नमा के छ? सूर्य महाराज लग्नमा छन्। सूर्य भनेको प्लानेटहरूको राजा अलिकति डिग्री अलि ओल्ड एजमा छन्। हजुर। त्यति मजबुत त होइनन्, फेरि पनि लग्नमा वृद्ध खालको छ। 26 डिग्री कटेर पौनी 27तिर चाहिँ गएको हुनाले 27 पौनी 28तिर छन् सूर्य। त्यस हुनाले सूर्य धेरै मजबुत होइनन्। अब वाणीमा बुध, तृतीय भावमा चाहिँ शुक्र, अब लाभ भावमा चन्द्रमा, भाग्य भावमा बृहस्पति र शनि। अब भाग्य अब चम्काउनलाई शनिले चाहिँ के भने ढिलो गरे, किनभने बुद्धिको मालिकमा मकर राशि बस्यो, जम्मा 20% त्यसले फल दियो। रोग ऋण शत्रु बाधा अडचन हडल्स यसको चाहिँ मूल त्रिकोण राशिमा जहाँ 80% फल हुने हो त्यहाँ एक त केतु आएर बस्यो। त्यही गरेर चाहिँ भाग्य भावमा गएर बस्या हुनाले उहाँले तपस्या पछि त्यो चाहिँ एचिभ गर्नुभयो। त्यो लामो समयपछि धेरै बाधा अडचनलाई हट्दै भाग्योदय ढिलो भयो। अब उहाँ कति कर्मठ मान्छे, अब जति उहाँ हेपाइमा पिल्साइमा परे पनि चाहिँ आफ्नो धारणालाई बदल्नु भएन। शास्त्रमा धेरै मान्छेले भन्छन् छिट्टै राजयोग आयो अथवा छिट्टै सांसद मन्त्री हुने, या त ऊ भगवानको चाँडो प्यारो हुन्छ अथवा यो धरती छोड्नु पर्यो। जस्तो प्रमोद महाजनदेखि नेपालमा जन्नेता कमरेड मदन भण्डारीको विषयमा पनि त्यही कुरा गर्छन्, चाँडै पद आएपछि या त उसको सुखका दिनहरू चाँडै सिद्धिन्छ भन्छन्। रामचन्द्र पौडेलजीको पनि भाग्योदय अलि ढिलो भएको बुझिन्छ।
एकदमै 50 ढिलो वर्षको भएको सेरोफेरोमा सांसद हुनुभयो हजुर। अनि त्यसपछि बिस्तारै बिस्तारै लम्किनुभयो। अनि उहाँलाई अहिले राष्ट्रपति कुन ग्रहले बनाएको रहेछ? सर अब उहाँको बुध ग्रह चाहिँ नि बाणीमा गएर बसे, जो कि उहाँको लग्नेश महादशाबाट एकचोटि हेरिदिनुहोस् के चलेको छ। महादशामा अहिले उहाँको 1900 होइन, यहाँ के भने अहिले उहाँको चाहिँ नि मूल दशामा राहुको दशा, विंशोत्तरीको मूल दशामा अन्तर्दशा सूर्यको आएको छ। हाम्रो राष्ट्रपतिजी हुने बेलामा पनि सूर्यले चाहिँ जब टच गरेको थियो उहाँलाई लग्नको सूर्यले, तब उहाँले शपथ लिनुभयो। अच्छा, त्यसो भएको हुँदाखेरि अब उहाँको भनेपछि उहाँको राष्ट्रपति पद 5 वर्ष जान्छ, उहाँलाई निर्विवाद तरिकाले जान्छ। किनभने आयु लामो छ। आयुष्यका कारक शनि भाग्यभावमा छन्। अब आयु राम्रै छ उहाँको, किन भन्नुदेखि शुक्रले आफ्नो घरलाई देखेका छन्, बृहस्पतिलाई र शनिलाई पनि देखेका छन्। शनि उहाँको बुद्धिको कारक र रोग ऋण शत्रुको कारक, बृहस्पति चाहिँ के भन्नुदेखि व्यापारको कारण, पार्टनरसिपको कारण, पत्नीको कारक, यी चिजहरूलाई चाहिँ यसले प्रोटेक्ट गरिरहेछ सर शुक्र। ठिक छ, यो कुण्डलीको धेरै रहस्य हामीले पहिलाउनु पर्दैन, किनभने सम्भवतः उहाँले जीवनको यो सन्ध्याकालमा प्राप्त गरेको सबैभन्दा विशिष्ट पद हुनाले अब यसपछि के पद प्राप्त गर्नुहुन्छ आदि इत्यादिको विषयमा इन्टरप्रिटेसन गर्नु परेन। अब जाउँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूको विषयमा। तपाईँले कुण्डली पहिलाउनु भएको छ, प्रचण्डज्यूको बारेमा उहाँको पद कति टिक्ला अथवा उहाँले कुन महादशा चलेको बेला पद प्राप्त गर्नुभयो आदि इत्यादिको विषयमा तपाईँले व्याख्या गरिदिनुहोस्। ल है सर, कुण्डलीको हिसाबले कुन लग्नको कुण्डली हो? उहाँको कुण्डली सिंह लग्नको कुण्डली। सिंह लग्न भन्ने बित्तिकै अब पावरफुल कुण्डली भयो। हजुर, अब सिंह लग्नमा के हुन्छ भने सिंह त्यसै राखेको छैन, सिम्बोलिक साइन, अलि आक्रामक, अलि डर लाग्दो, झ्याप्पै चाहिँ के भन्नु भनेदेखि एक्सनमा उत्रिहाल्छ कि भनेर मान्छेलाई चाहिँ अलिकति तलास पनि हुने, त्यस्तो किसिमको हो यो सिम्बोलिक। अर्को कुरा लग्नमा के छ? लग्नमा सिंह राशि मात्रै छ, लग्नमा कुनै ग्रह छैनन्। अब यहाँको बृहस्पति द्वादशमा छ। बृहस्पति भनेको अष्टमको मालिक र बुद्धिको मालिक। बुद्धिमा राहु आएर बसेको हुनाले हल्का निचो राहु, त्यसमा शनिको चाहिँ के भन्नु भनेदेखि दृष्टि परेको छ। अब यो शनि राहु भनेको टोटल मेलेफिक ग्रह हुन्। यिनीहरूले यही बेलामा यस्तो गर्छन् भन्ने कुनै अनलिमिटेड चाहिँ अब सोच्न सकिन्छ, फिक्स हुँदैन सर। मक्कारी गद्दारी जे पनि हुनसक्छ। यी दुईवटा ग्रहको चाहिँ सोच भनेको अब बुद्धिभावमा राहु आयो तर निचो भयो, निच भङ्ग राज्यको लाग्नलाई त्यसमा बृहस्पतिको दृष्टि हुनु पर्थ्यो। बृहस्पतिको दृष्टि छैन, तर बृहस्पतिको घरमा मात्रै बसे पनि अलिकति हल्का त धर्मिन गते राहु वा केतु जीववत फलदायक भन्छन्। त्यति हुँदाहुँदै पनि यताबाट चाहिँ शनिको दृष्टि परे हुनाले अब जति बृहस्पतिले बचाउने हुन्, अब शनि भनेको गद्दारी मक्कारी, अब झुटो, अब यिनी सबै कुरा चाहिँ शनिमा पनि निहित हुन्छ। राहु भनेको छाया ग्रह हो, एकैछिनमा अनलिमिटेड त्यसले आफ्नो आकृतिलाई बढाउन सक्छ। हनुमानले चाहिँ खुम्चाउन पनि सक्छ, त्यस्तो हो। त्यो भएको हुनाले अब भविष्यमा उहाँ प्रधानमन्त्रीमा टिकिरहन सक्नुहुन्छ कि रहन सक्नुहुन्न भन्ने हजुरको मुख्य क्वेसन हो। हजुर, अब उहाँको वर्तमानमा दशा हेरौँ। अब अहिले शुक्रको दशा आइरहेको रहेछ। शुक्रभित्र चन्द्रमा छन् कार्तिकसम्म। सुख भन्नाले शुक्र भन्नाले अब सुख लाभ होइन, सुखी जीवन आदि इत्यादि। पत्नीको स्थायी कारक पनि शुक्रैबाट हेरिन्छ। अब पुरुषार्थमा शुक्र र शनि एक ठाउँ छन्। हजुर, अब दुईवटा ग्रह एक ठाउँ भयो भन्नु भनेदेखि फेरि ढोकामा दुइटै मान्छे जाँदाखेरि चाहिँ बुझला जस्तो पनि हुन्छ, यहाँ ग्रहहरूको त्यो क्यारेक्टर हुन्छ। त्यसो हुँदाखेरि अब अहिले भर्खरै प्रचण्डजीलाई त्यति सहिलो चाहिँ यो बाटो छैन सर, अप्ठ्यारो छ स्थिति। अब किनभने वैशाख 15 गतेबाट राहु र चाहिँ बृहस्पति एउटै बिन्दुमा एउटै घरमा सँगसँगै जाँदैछन्। भनेपछि वैशाख 15 गते पछि उहाँको पद धर्म भयो भने
अथवा एकदमै पदबाट उहाँले हात धुनु पर्यो भने आश्चर्य नमाने हुन्छ। नमाने हुन्छ। यहाँका धर्मगुरुहरू कि शेरबहादुरजीको तालुमा आलु फल्नेवाला छ अब केपी ओलीज्यू राष्ट्रको आवश्यकता भनेर भनिरहेका छन् मान्छेले। अब यहाँ के भन्नु भनेदेखि माछो भेउ त हुनसक्छ प्रचण्डजी, हजुर किनभने अब उहाँको भाग्यभावमा बृहस्पति राहु गोचर गर्दा गर्दै उहाँको पत्नी स्थान अथवा व्यापार स्थान कर्मको पनि कर्मथलोबाट शनिले निचो दृष्टि पनि त्यहीँ फ्याँकिरहेछ। भनेपछि अहिले उहाँलाई जुन विचाराधीन मुद्दा छ, खास गरी यो द्वन्द्व पीडितहरूले दिएको, त्यसले पनि केही अनिष्ट अरिष्ट गर्न सक्ने सम्भावना देखिन्छ। वैशाख 15 भन्दा यता फैसला भएन भने उहाँको विपक्षमा फैसला हुनसक्छ। हुनसक्छ हजुर, किनभने वैशाख 15 यता चाहिँ सुबत्तो जस्तो देखियो। जे हुने हो अब त्यही एक बेला महिना, भयो एक भने महिनापछि, उहाँले चाहिँ एकदम क्विक डिसिजन गर्ने हो नि त उहाँ, चाहे भोलि परिणाम जेसुकै होस् आज चाहिँ गरिसक्नु पर्यो। अब उहाँको सन्तान भाव के छ? सन्तान भावमा राहु निचो भएर बस्यो सर। अब धेरै उर्वरक सन्तान भाव पनि होइन। एनिवे जस्तो उहाँले आफ्ना दुईटा सन्तान आफ्नै आँखाबाट हजुर देख्दा देख्दै अगाडि लगाउनु पर्यो, घाट गए, हजुर। यस्तो अवस्था पनि आएको छ। के को कारण हो? अब यसमा के भयो भन्नुभन्दाखेरि त्यहाँ निचो राहु गएर बस्यो। निचो राहु बस्दाखेरि राहुले बिगार्ने मात्रै काम गर्यो। हजुर यदि उच्चको हुन्थ्यो भने दैवबाट पैसा आउँथ्यो, उहाँहरू चाहिँ कोही विदेशतिर जानुहुन्थ्यो होला, राजदूत हुनुहुन्थ्यो होला, अथवा त्यो ठुल्ठुला पदहरू एचिभ गर्नुहुन्थ्यो होला। हजुर तर राहुले त्यो मार्ग रोकिदियो। त्यसलाई चाहिँ के भन्नुभन्देखि नकारात्मकतिर घुमाइदियो। अब हामी यो कुण्डलीलाई एकछिन यहीँ विश्राम दिन्छौँ। अब लागौँ बहुचर्चित व्यक्तित्व रवि लामिछानेपट्टि। हजुर उहाँको कुण्डली जीवनमा पहिलोचोटि, सम्भवतः टेलिभिजनको इतिहासमा पहिलोचोटि असली कुण्डली तपाईँ खोल्दै हुनुहुन्छ। उहाँको जन्म कुण्डली अथवा चिना तपाईँ हेर्दै हुनुहुन्छ। जन्ममिति र समय नभन्दा हुन्छ। रवि लामिछानेज्यूको चिना तपाईँसँग छ होइन? छ। हेरिदिनुहोस् हस्। कुण्डली मिथुन मीबाट चाहिँ एकैछिन है सर, यहाँ खोज्दैछु मैले। अब उहाँको चाहिँ के भन्नुभन्देखि लग्नमा के छ? लग्नमा कुम्भ राशि छ, बृहस्पति छन्। हजुर बृहस्पति एकछिन गुरु पछि बृहस्पति, आफ्नो घरमा जानेवाला छन् बृहस्पति। हजुर अब यहाँको चतुर्थ भावमा केतु छ। आमालाई त पर्छ पीडा बेसरी भयो। हजुर अब काठमाडौँको जस्तो कुरा भयो, सायद सिजरियन हुने जस्तो हो कुण्डली। हजुर। अब के भयो उहाँको त्यो बारेमा थाहा छैन। पितालाई उहाँ जन्मिसकेपछि आर्थिक लाभ भयो, घर तल थप्नु भयो होला, या जग्गा किन्नु भयो होला, या केही न केही प्रगति गराएको देखिन्छ 18 महिनाभित्रमा। अब उहाँको कर्मक्षेत्रमा राहु छ। अब राहु भनेको छाया ग्रह हो। पूर्वमा सूर्य उदाउने बेलामा त्यो हाम्रो एउटा 5 फिटको मान्छेको पनि 200-300 फिट उच्च बनाउँछ क्या त्यो छाया। हजुर अनलिमिटेड चाहिँ त्यो एक्सपान्सन हुने र चाहिँ सेयरिङ गर्ने चाहिँ ग्रह हो यो। हजुर त्यसो भएको हुनाले अब उहाँको अहिले कर्मक्षेत्रको राहुले धेरै हाइलाइटमा लैदियो। हजुर अब दुःख सुख भन्ने कुरा त उहाँले निकै भोगेर आएको हुनुपर्छ। किनभने अष्टम भावमा मङ्गल छ। अष्टम भावमा मङ्गल भयो भन्नुभन्देखि मान्छेले बहुत मुस्किलले चाहिँ फलामको चिउरा चबाएर अगाडि बढ्ने गराउँछ सर त्यसले। यानि कि आत्मनिर्भरताको लागि बहुतै सङ्घर्ष गर्न सक्ने र पछि नहट्ने त्यस्तो व्यक्तित्व उहाँको देखिन्छ। अब फेरि सप्तम भावमा आफ्नै घरका सूर्य छन्। हाई प्रोफाइलको कन्यासँग विवाह भएको हुनुपर्छ, तर पछि त्योबाट पीडित भएको हुनुपर्छ। किनभने अब सूर्यले चाहिँ कहिले पनि सप्तम भावमा सूर्य छ भने पत्नीकै जित हुन्छ जहिले पनि। अब अहिले पछिल्लो पत्नी भनौँ न, उहाँले जीवनमा अब डिभोर्स भयो, फेरि विवाह गर्नुभयो विभिन्न चरणमा। यो पछिल्लो पत्नी यो उहाँले भोगिसक्नुभयो। यो पछिल्लो चरणमा आइसकेपछि सायद अब त्यो भइरहन्न त्यस्तो। हजुर कहिले जहाज क्रेस हुन्छन्, कहिले मोटरसाइकलमा एक्सिडेन्ट हुन्छ, तर छोडिन्न नि चल्नलाई। अब उहाँले पनि त्यो उहाँलाई विदेश के पठायो? नेपालको नागरिकता पनि त्याग गर्नुभयो उहाँले। त्यो कुन ग्रहको कारण? सर अब सबैभन्दा द्वादशको मालिक शनि, लग्नको मालिक पनि शनि। हजुर त्यो शनि आएर पञ्चम भावमा बस्यो। पञ्चम भाव पनि विदेश हो, हजुर वायु राशिमा। अब त्यसको बुध फेरि अष्टममा चाहिँ गएर बस्यो समुद्रमा। अर्को मङ्गल पनि कर्मको मालिक समुद्र पारी चाहिँ गएर बसेको छ। त्यो भएको हुनाले शनिले, त्यहाँबाट मङ्गलले, त्यहाँबाट चाहिँ शुक्रले, यिनी ग्रहहरूले उहाँलाई बाहिर जान बाध्य तुल्यो। अब महादशामा जाउँ। उहाँको यो 10 गते जो चुनाव हुँदैछ के छ? महादशाको आधारमा जाउँ, कुन चल्दैछ, के छ? अब अहिले मङ्गलको दशा
उहाँको 78को असोजको 22 गते सकिएर हजुर अहिले राहुको दशा आएको छ। राहु चाहिँ नि कर्मक्षेत्रको राहु हो। यसले कुन करवट लिएर बस्छ अथवा यो घरमा बस्छ कि ऊ घरमा बस्छ भन्ने कुरा थाहा नभए जस्तो त्यो मायावी ग्रह हो। रहस्यमय भयो। त्यसो भएको हुनाले कुरा त अब रहस्यको गर्भैमा छ। हजुर सम्भवतः उहाँको जित हुन्छ। राहु कर्म क्षेत्रमा बस्दाखेरि जस्तो हामीले एकपटक सचिन परियारको चाहिँ गरेको थियौँ, उसको पनि यस्तै के एकैचोटि स्वाट्ठै माथि आयो, फेरि यस्तै त्यही किसिमले बेलुन उहाँलाई अनिष्ट अरिष्ट टरेको छैन। अझै टरेको छैन। अझै पनि के हुन्छ भन्न सकिँदैन। अझै पनि के हुन्छ भन्न सकिन्न। किनभने राहुको दशाभित्र राहु नै छन्, अन्तर्दशा र मूल दशा। आफै बक्सी आफै धामी भइसकेपछि राम्रो फल अलि परिपक्व तरिकाले भन्न सकिँदैन। तपाईँले है अनौपचारिक कुराकानीमा हजुर मैले कुण्डली त हेरेर आएको हुँ, तर मेरो ल्यापटपमा म अथेन्टिक र प्रामाणिक नभइकन कुण्डलीको फलादेश गर्दिनँ। हजुर हजुर मेरो ल्यापटपमा हेर्दा हेर्दै उता छुटेछ त्यो कुण्डली, त्यसकारण म पछि व्याख्या गरौँला भन्नुभयो। तर तपाईँले हेर्नु भएको छ केपी शर्मा ओलीज्यूको कुण्डली सरस्वती कस्तो छ? अब केपी शर्मा ओलीजीको कुण्डली बहुतै राम्रो छ। हजुर उहाँ राष्ट्रभक्त व्यक्ति हो। राष्ट्रको अहित गर्नुहुन्न। उहाँलाई फेरि मौका आउन सक्छ प्रधानमन्त्री? किन नसक्ने? हजुर बिस्तारै हर राम्रो चिजको हजुर पब्लिसिटी बिस्तारै 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 हुन्छ सर। हजुर नराम्रो चिजको हो कि भिड लाग्ने। रक्सीको दोकानमा अहिले चाहिँ साँझमा भिड धेरै हुन्छ, दुधको दोकानमा मान्छे हुँदैन। भनेपछि बिस्तारै बिस्तारै केपी शर्मा ओलीज्यूको फेरि भाग्योदय हुने भाग्योदय पनि हुन्छ। प्रारब्ध छ। अब उहाँलाई एकचोटि मैले भनेको थिएँ राजभङ्ग योग लागेको छ भनेर, उहाँले त्यो भोगिसक्नु भयो। तपाईँले 4 वर्ष अगाडि भन्नुभएको थियो। हजुर हस्तरेखा हेर्दा त्यो बेलामा उहाँलाई त्यस्तै भयो। 3.5 वर्षको उहाँको सत्ता यो परमादेशबाट गयो, जनादेशबाट आएको सत्ता। अब तपाईँले एउटा कुरो भनिदिनुहोस्, रवि लामिछानेज्यू धेरैले भनेका छन् प्रधानमन्त्रीको रूपमा उहाँलाई देख्न चाहेका, उहाँका फ्यान फलोवर्सहरूलाई तपाईँ के भन्नुहुन्छ? उहाँको के छ यो? सर अब यसो के अब सानो मुख ठुलो कुरा हुन नजाओस्। हजुर हर चिजको एउटा पिरियड हुन्छ, हजुर एउटा लगानी हुन्छ, एउटा तपस्या हुन्छ, तब चाहिँ त्यो चिज एचिभ हुन्छ। हजुर अब हाम्रो रवि लामिछानेज्यूलाई राहुले जुन किसिमले एकदम वात्तै चाहिँ कद बढाइदियो नि, अब फेरि चाहिँ त्यो त्यत्तिकै सिरिङ भएर फेरि फ्लोरमा आउनुभयो। हजुर अब फेरि उहाँले सङ्घर्ष गरेर जानुहुन्छ। उहाँ मान्छेको मर्म पनि बुझ्नुहुन्छ, चहेता पनि हुनुहुन्छ। भोलि चाहिँ के भन्नुभएदेखि यो भ्रष्टाचार अन्त गरेर चाहिँ राम्रो सुशासन पनि ल्याउनु होला। तर यसको लागि अहिले भर्खरै चाहिँ तुरुन्तै यो राहुको पिरियडमा हुँदैन, त्वरित क्विक खालको छैन। अहिले त्यो तत्काल हेर्दा त्यो देखिएन। हजुर उहाँ मिसनमा लाग्नुभयो, एउटा बाटामा आउनुभयो, तर कडा परीक्षा दिएर चाहिँ मात्रै अगाडि उहाँले प्राप्त गर्न सक्नुहुन्छ तिनी चिज। अब म फर्केँ हाम्रो शिवराज दाहालजीपट्टि। वज्रयान तान्त्रिक अब छोरा जस्तो मुख उदाउन तयार भएर बस्नु भएको छ। ल भन्नुहोस्, तपाईँले यतिन्जेल सुन्नु, तपाईँको के छ राय मसुरा तान्त्रिक आधारमा भन्नुहोस्। हाम्रो विद्वान गुरु चिन्तामणिले चाहिँ भनेको कुराहरू के भन्छ, उहाँले चाहिँ ज्योतिषको भाषाबाट गणित हिसाबबाट भन्नुभयो। म पनि एउटा ज्योतिषमा मास्टरसम्मको ट्रेनिङ गरेको, ज्योतिषलाई सम्मान गर्छु। फलित गणितबाट भने म पनि ज्योतिषलाई सम्मान गर्छु। म पनि एउटा ज्योतिषको अध्ययन राम्रो भएको व्यक्ति हुँ। तर पनि म चाहिँ स्वयं के भन्छ 4 अवतारको गेम आएको मान्छे। अवतारी भनेको के भन्छ, स्वयं भगवान्ले के भन्छ केही न केही चिजलाई उद्धार गर, समस्याको समाधान गर भनेर पृथ्वीमा तपाईँ त्रिकालदर्शी हो, भूत भविष्य वर्तमान त्यो भन्न सक्छु। यताको भाषाबाट त्रिकालदर्शी भन्नु, यताबाट स्वयं भगवान्को अवतार हो अवतारी भनेको। र एउटा सिद्ध साधक तन्त्र साधक। तपाईँ त नेपालको नास्त्रेदमस वा बाबा बेङ्गा जस्तो अथवा 4 वर्षको उमेरमा बनझाँक्री लगेर रिठे झाँक्री बनाएर पठाए जस्तो त्यसलाई म मान्दिनँ। त्यो बनझाँक्री रिठे झाँक्री भन्ने उफ्रिने पाफ्रिने यो नाटक गर्ने यो नौटङ्गी ढोङ्गी कुनै पनि देवी देवताहरू मान्छे तपाईँको चाहिँ मन्त्र साधना आदि इत्यादि तपाईँ लाइभ पनि गर्नुहुन्छ, कतिको शिर छोएको पनि मैले देखेको होइन। त्यो गर्छु, तर कस्तो भने धेरै वर्ष तपस्या ध्यान साधना गरेर हाम्रा ऋषिमुनिहरूले चाहिँ देवलोक प्राप्त गरेर देवताहरू भएको स्थान पाएर बसेका देवताहरूका पवित्र आत्मालाई एउटा हामी जस्तो स्वयं अवतार आएको मान्छे वा कुनै मन्त्र साधना अवतारी कुनै मन्त्र साधना, कुनै तन्त्र साधना, कुनै गुरु थापेर साधना लगाउनु भएन नि त्यो अनुसार। नै म एउटा वज्रायनपट्टिको मान्छे परेँ, तन्त्र साधनापट्टि परेँ, त्यही भएर पोसाकै लाउनुपर्छ भन्ने छैन। म यहाँ घोडा वर्ष भेडा वर्ष आदि इत्यादि विश्वास गर्नुहुन्छ? गर्छु, हो एकदम गर्छु। तिब्बती त्यो एउटा गणित भाषा हो। त्यो पनि यता उहाँले भने जस्तै के भन्छ विप्र वर्ग, ब्राह्मण वर्ग, क्षेत्री वर्ग भन्ने जस्तै वर्ष चलेको छ। अहिले त 4 वर्ष छ नि। हजुर। र त्यस्तै गरी
एउटा धेरै वर्ष हाम्रा ऋषिमुनिहरूले ध्यान तपस्या साधना गरेर धेरै तप गरेर चाहिँ देवलोक प्राप्त गरेर देवताहरूका स्थान पाएर बसेका देवताहरूका पवित्र आत्मा देवलोकमा बसेका देवतालाई हामी जस्तो स्वयं अवतार आएका व्यक्ति या कुनै मन्त्र साधना गुरु थापेर कुनै तन्त्र साधना गरेका व्यक्तिले देवलोकमा बसेका देवतालाई आह्वान गरेर यहाँ पूजा चढाउँदा यहाँको नराम्रो तत्त्व प्रेत योनिमा घुमेको नराम्रो भूत प्रेत मसानहरू चाहिँ हटेर चाहिँ मान्छेलाई बिरामी स्वस्थ हुन्छ निको हुन्छ भन्ने एउटा मान्यता छ र यो मान्छेको जिउमा म फलानु कुलदेवता आएको फलानु मष्ट देवता आएको म फलानु देवी हुँ भनेर काम्ने उफ्रिने भनेको चाहिँ कि त्यही देवी देवताका के भन्छ सेनाहरू गाडहरू भूत मसानहरू काम्ने हो त्यो माता पिता भनेको साथ भिजा लाग्छ कोही के भन्छन् यो आइरहेछ त्यो ढोंगी परम्परा हो मैले उहाँ नारायण निटीमा जाँदा यत्रा चराहरूमा मैले पुरा पूर्व राजाहरू देखि भनेर भनिरहनु भएको छ कतिपय पाताहरूले के भनिरहनु भएको छ यसको विषयमा के भन्नु त्यो के उहाँले कि मन्त्र साधना कि तन्त्र साधना गरेर ध्यान साधनाबाट भन्नुभयो भने त्यो कुरा म मान्छु पैसा बडो तर यो कामले त्यही त यो पैसा छाप्नु मात्रै ठुलो कुरो होइन नि त त्यसलाई प्रमाणित गर्नु ठुलो कुरो हो नि त घुइँचो छ 1 किलोमिटरसम्म लाइन छ उहाँको घरमा जान पहिला अर्जुन छेत्रीले पनि त्यसै गरी चमत्कार गरे होइन हामीले आज स्केच फोपेमा आएर बोल्ने अवसर पाउनु भने चाहिँ हाम्रो लागि ठुलो कुरो भएन यहाँ बोलेका कुरा चाहिँ भोलि प्रमाणित हुनु चाहिँ ठुलो कुरो हो नि त अधिकार पाउनु ठुलो कुरो होइन भविष्यवाणी गर्नु ठुलो त भविष्यवाणी पुरा हुनु चाहिँ ठुलो कुरो हो अब तपाईको यो त्यही त मैले अलिकति के भन्छ कुरा क्लियर गर्नु वज्रयान तान्त्रिकबाट जाउँ तपाईँ प्रचण्डज्यू रामचन्द्र पौडेलज्यू रवि लामिछानेज्यू केपी ओलीज्यूको विषयमा त्यही त म अलिकति विस्तृतमा जाने थिएँ त्यो चाहिँ कस्तो भने हामी स्वयं अवतार आएको व्यक्तिले चाहिँ उहाँ विद्वान गुरुले चाहिँ के भन्छ ज्योतिषको भाषाबाट गणितीय भाषाबाट यस्तो हुन्छ भन्नुभयो तर त्यसको समाधानको उपाय पनि दिन सक्ने हामी सिद्ध अगाडि बस्थ्यौँ अलि अगाडि उहाँले समस्या देखाइदिनु भयो त्यो समस्यालाई समाधान गर्ने उपाय पनि मसँग छ जस्तै अब मैले कसको कुरा गर्नुभयो तपाईँले के भन्छ सबैभन्दा पहिला कसको सोध्नुभयो तपाईँले तपाईँले प्रचण्डज्यूको विषयमा प्रचण्डज्यूको कुरा सरसर्ती हेर्दाखेरि प्रचण्डज्यूको अहिले प्रधानमन्त्रीज्यू हुनुहुन्छ उहाँको चाहिँ के भन्छ अहिले आउने असारसम्ममा चाहिँ उहाँलाई पद खुस्किने सम्भावना धेरै छ मैले तन्त्रबाट असारसम्ममा पद खुस्किन्छ च्याट हुन्छ हो भन्नाले अब वैशाख लाग्दैछ असारसम्म र यहाँदेखि लिएर 2080 सालको फागुनभित्रमा उहाँलाई कुनै न कुनै चुटपटक दुर्घटना कुनै हातपाउमा के भन्छ 2080 सालको फागुनसम्म उहाँ किन के भन्छ प्यारालाइज जस्तो घातक रोगले हल्का टच गर्न सक्छ कुण्डली पनि हेर्नु भएको छ म कुण्डलीतिर गइन म अवतार ज्ञानबाट हेर्दैछु म चारौं अवतारी लामा हुँ अचानक तपाईको मनमा यस्तो आयो कि मनमा आयो होइन मलाई माथिबाट के भन्छ देवलोकबाट देवताहरूले चाहिँ मलाई यहाँ सूचना भाइब्स पठाइदिनु तत्कालै भर्खरै अन द स्पोट यही मेसेज आयो मोबाइलमा मेसेज आयो जस्तै मलाई माथिबाट ब्रह्माण्डबाट आयो के आयो त त्यो त्यही त 2000 के भन्छ 80 सालको असारसम्ममा पद खुस्किने बदनामी हुने या के भन्छ यो अहिले जुन बाहिरबाट के भन्छ चाहिँ जनताहरूको के भन्छ द्वन्द्वकालमा मरेका के भन्छ मान्छेहरूको के भन्छ मुद्दाहरूको यो लफडा हुने यो प्रेत आत्मा भड्किएर उहाँमाथि त्यो उहाँले के भन्छ उहाँको द्वन्द्वकालमा मरेका प्रेत आत्माहरू चाहिँ उहाँको शरीरमा स्वयं प्रवेश गरेर उहाँलाई चाहिँ अस्तित्व 5000 वाला कुरा भन्न पनि त्यसैले प्रेरित गराएको त्यो चाहिँ सरस्वती बसेको भने जस्तो जिउँदोमा इन्द्रासन भन्नु पर्ने निन्द्रासन भने जस्तो त्यो सही कुरा हो तर त्यहाँ सरस्वती बसेनन् त्यहाँ प्रेत आत्माहरू बसे जिब्रोमा उहाँको द्वन्द्वकालमा मरेका प्रेत आत्माहरू उहाँको जिउमा चढेर तपाईलाई एउटा इन्ट्रेस्टिङ कुरा भन्नु रामायणमा पनि एउटा प्रसङ्ग छ एउटा नदी तर्दाखेरि लक्ष्मणले रामलाई जथाभावी बोल्नुभयो सीताजी चकित पर्नुभयो यो बाणी त लक्ष्मणको होइन अश्लीलता छ भन्ने बित्तिकै मैले यो जङ्गलमा एउटा राक्षसको वध गरेको थिएँ मेरो बाण लाएर मरेको थियो त्यो लक्ष्मणको जिब्रोमा हावी भएर उसैले बकाएको हो भन्नुभयो ठ्याक्कै त्यही कथा अहिले भइरहेको छ प्रचण्डजीको कुण्ड के भन्छ जिन्दगीमा द्वन्द्वकालमा मरेका ती 5000 मध्येका के भन्छ प्रेत आत्माहरू उहाँको जिउमा चढेर उहाँलाई बोलीको ठेगान दिएनन् अनि तपाईँले एउटा क्षेपास्त्र छोड्नु भयो मैले बुझेँ यो तपाईँलाई अहिले अनिष्ट अरिष्ट छ घाउ चोटपटकदेखि अनेक कुरा तपाईँले पद खुसीको कुरा गर्नुभएको छ त्यसबाट म रक्षा गर्न सक्छु भनेर त्यसको रक्षा गर्न म सक्छु कसरी अब स्वयं अवतारी भनेको त एउटा के भन्छ प्रारब्ध तपाईँ बदल्न सक्नुहुन्छ त्यो गर्न सकिन्छ तपाईको एउटा तन्त्र साधना एउटा स्वयं अवतार आएको व्यक्तिले चाहिँ ब्रह्माण्डको वायुलाई छेदन गर्न प्रचण्डजीको नाम लिएर आह्वान गर्नुहोस् नै ब्रह्माण्डको वायुलाईसम्म छेदन गर्न सक्ने तन्त्र साधनामा त्यो शक्ति हुन्छ अवतारी लामा भनेको अवतारी लामाको शक्ति आउनु भनेको चाहिँ कस्तो भनेदेखि यो स्वयं देवता प्रचण्डजीको कार्यकर्ता नेता सबैले यो हेर्नु होला भैँसी पूजा गरिरहनु पर्ने आवश्यक छैन तपाईले प्रचण्डजीलाई आह्वान गर्नु त्यही त व्यक्तिगत रूपले जानु पर्यो नि त उहाँलाई कुरा बुझाएर भन्नु पर्यो नि त यहाँ जनताहरूलाई चाहिँ जस्तै चार वेदमा के भन्छ हिन्दूहरूको ऋग्वेद लामाहरूको अथर्ववेद मुस्लिमहरूको चाहिँ शुक्ल यजुर्वेद भने जस्तै चारै वेदका देवता स्वयं अवतारको शक्ति आउनु भनेको चाहिँ चार वेदका देवताहरूको चाहिँ के भन्छ एउटा कस्तो भनेदेखि एउटा एमएसी जस्तो हो क्या राजदूत आवाज जस्तो हो हामी चाहिँ देवताहरूको राजदूत आवाज जस्तो पुष्पकमल दाहालज्यू प्रचण्ड भनेर तपाईँ आह्वान पुष्पकमल दाहाल प्रचण्डज्यूको आउँदो 2080 सालको फागुन महिनासम्म चोटपटक एक्सिडेन्ट या प्यारालाइज जस्तो कुनै हातपाउ चोट एक्सिडेन्ट हुने यो भएकोले गर्दा उहाँले 84 लाख जुनीमा टिकटक काट्दिनु उहाँले 84 लाख जुनीमा मारेका प्राणीहरूलाई
पुनर्जन्म गराउन केही नभएको पनि के भन्छ 6 महिनादेखि वर्ष 8 महिनासम्म लामा गुरुहरू 7 जना लामाको दरले 6 महिनादेखि 8 महिनासम्म लामा गुरुहरू उहाँको नामबाट फोटोबाट पढाएर चाहिँ उहाँले 84 लाख जुनीमा मारेका प्राणीहरूलाई मुक्ति गराएर उहाँलाई के भन्छ सबै देवी देवताबाट आशीर्वाद मागिदिएर उहाँको त्यो रोग काट्नको लागि चाहिँ उहाँ चाहिँ छिटै आजभोलि नै हामी जस्तो अवतारीमा के भन्छ मेरो शरणमा आउनुभयो भने म उहाँलाई उद्धार गर्न सक्छु। यसको जिम्मेवारी तपाईँ लिनुहुन्छ? म जिम्मेवारी लिन्छु। उहाँको एक्सिडेन्ट भएको जस्तै उहाँको शरीरको इन्जिन ठिक छ तर के भन्छ उहाँलाई अकाल एक्सिडेन्ट भएर मर्न सक्ने योग छ या कसैले काटेर मार्न सक्ने योग छ। फर इक्जाम्पल है कसैले उदाहरणको लागि भन्नुभयो होइन? फर इक्जाम्पल कसैले पछाडिबाट उहाँलाई के भन्छ तरबारले हानेर हत्या गर्न आँट्दैछन् उहाँ गाडी एक्सिडेन्ट भएर दुर्घटनामा जाँदै हुनुहुन्छ आउँदो 2000 मानव यस्तो हुन सक्छ भनेर भने त होइन ग्यारेन्टी नै हो। फागुनसम्म त त्यो छ उहाँकै कार्यकर्ताबाट उहाँको हत्या हुन सक्ने योग पनि छ। उहाँ हत्या नभए पनि चोटपटक लागेर टर्न सक्छ फागुनसम्म ठुलो दुर्घटनामा के भन्छ पुग्न सक्ने पर्सेन्टेजको योग छ। अब उपचार के त? त्यसको उपचारको त्यही त भने त 6 महिनादेखि 8 महिनासम्म चाहिँ मैले 7 जना लामा गुरुको दरले म मुख्य अवतारी लामा म आफू के भन्छ ब्राह्मण कुलबाट जन्मेको 4 अवतारीको शक्ति भएको मैले मुख्य नेतृत्व भूमिका लिएर म मुख्य बसेर मेरा अनुयायीमा अरू लामा गुरुहरूलाई मैले पढाएर 6 महिनादेखि 8 महिनासम्म लामा पढाएर उहाँले गरेका अथर्ववेद पढाएर अब किन फेरि लामा पढाएर मात्रै किन भनौँ त यसले त बाहुनको त वेदै काम लागेन भन्ने खालको कुरो गर भनेर अन्यले टिका टिप्पणी गर्न लागि मैले बाहुनको वेद भनेको बाहुनको ऋग्वेद भनेको भगवानको वर्णनको कथा व्यथाको वेद हो। लामाको अथर्ववेद भनेको चाहिँ तन्त्र मन्त्रको उपायको के भन्छ वेद हो। त्यही गर्नुहुन्छ कि पैसा लाग्छ? अब त्यसमा त लामा पढाउन जस्तै 7 दिन पुराण लाउन पनि त खर्च लाग्छ। त्यो त अब त्यो खर्च त्यो चाहिँ आपसी समझदारीमा लाग्ने खर्च त उहाँले त गर्नु पर्यो। गोप्य वार्ता गर्नु पर्यो। त्यो त उहाँले गोप्य वार्ता गर्नु पर्यो। तपाईलाई बोलाउनु पर्यो उहाँसँग मैले प्रत्यक्ष तपाईले नबोलाइकन खैरात छैन। त्यो त उहाँ मेरो शरणमा नआए उद्धार पाउँदैन। अब रामचन्द्र पौडेलजीमा जानुस्। अब उहाँलाई बचाउन त्यो गर्नुपर्छ म सक्छु। म एउटा के भन्छ भगवान बुद्धको सिद्धान्तमा हिँडेको मान्छे म कुनै मान्छे मर भन्ने छैन। साँच्चै मान्छे काटेको अपराधी आयो भने पनि मलाई उद्धार देऊ भनेर वन्दना गर भने मैले उद्धार दिनुपर्छ उसलाई। अब रामचन्द्र पौडेलको त अब के भन्छ पुरै 5 वर्षसम्म राम्रैसँगले चाहिँ कार्यकाल चल्ने योग छ। अब उहाँ सारा उदार चढाव भए पनि अब ठुलो फल फलेकै रुखमा चाहिँ मान्छेहरू झट्टिहाल्छन् भने चाहिँ त्यो कम्प्युटर बन्द गरिदिनु टिका टिप्पणी उहाँलाई त्यसको त्यो बिर्को पनि लगाइदिनु भयो हुन्छ ढक्कन। उहाँलाई टिका टिप्पणी धेरै आयो पनि तर उहाँको कुनै के भन्छ काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भने जस्तै उहाँलाई कुनै माइकल बलले हल्लाउन सक्दैन। उहाँको 5 वर्ष राम्रो सरकार चल्छ। उहाँको के भन्छ अहिले के भन्छ ग्रह गोचर पनि राम्रै चलेको छ यहाँ ब्रह्मज्ञानबाट आएको हेर्दा। अब उहाँले के भन्छ राम्रोसँग सरकार के भन्छ चलाउन सक्नुहुन्छ। उहाँको योग राम्रै देखिएको छु मैले कुनै विघ्न बाधा देखेको। तपाईले रामचन्द्र पौडेलजीको अलिकति ग्रह चाहिँ शान्ति गरेदेखि राम्रो हुन्थ्यो। शीतल निवासबाट निम्ता आउने गरी तपाईले केही कुरा भनिदिनुस्। ठिकै छ। अब मैले उहाँलाई नवग्रहहरूलाई कन्ट्रोल गरेर नवग्रहलाई बन्धन गरेर देवताहरूसँग चाहिँ कस्तो तरिकाले सबै चारै वेदका देवताहरू सबै धर्मका देवी देवताहरू म यो धर्म त्यो धर्म हिन्दू धर्म मुस्लिम धर्म बौद्ध धर्म मात्रै नभएर सबै धर्मका चारै वेद 18 पुराणका देवताहरूलाई आह्वान गरेर चाहिँ मैले उहाँको चाहिँ के भन्छ नराम्रो तत्त्व विघ्न बाधाहरू केही आउँदैछ भने पनि उहाँको कार्यकाल राम्रो होस् भनेर एउटा देवताहरूसँग आशीर्वाद गरिदिने वाङ गरिदिनुपर्ने देखिन्छ। वाङ भनेको आशीर्वाद मागिदिने तिब्बती भाषामा। अनि त्यसको उहाँको के भन्छ नौग्रहलाई मजालेसँगले चाहिँ के भन्छ तन्त्र विद्याबाट 5 वर्षसम्म चाहिँ यो हामीले नेपालको के भन्छ पूर्व मेचीदेखि महाकालीसम्मको चाहिँ दक्षिणको भारत र उत्तरको चीनसम्मको यो एरिया चाहिँ बन्धन गरिदिनु पर्यो दैविक शक्तिबाट। सम्माननीय राष्ट्रपतिको सरकार राम्रो होस् त्यो भयो। अब रवि लामिछानेजीपट्टि जानुस्। रवि लामिछानेलाई चाहिँ के भन्छ प्रतिपक्ष के भन्छ दलका कुनै व्यक्तिगत रिसिभीको कारणले चुनाव जित्नुहुन्छ कि हुन्न? चुनाव त उहाँले के भन्छ अझै भारी मत ल्याउनुहुन्छ डबलै ल्याउनुहुन्छ। त्यो त म ग्यारेन्टी गर्न सक्छु। मलाई यहाँ त्यही अहिले भन्दा डबल अस्तिको भन्दा डबल आउँछ फेरि। र तर उहाँलाई के भन्छ कुनै न कुनै के भन्छ दुश्मन लागेर कुनै न कुनै 4 जन्म अगाडि उहाँले के भन्छ स्त्रीहरू बलात्कार गरेको कारणको दोष लागेकाले गर्दा स्त्रीको हातमा रुवाएर स्त्रीलाई दुःख दिएको 4 जन्म अगाडिको पापको प्रतापले स्त्रीकै माध्यमबाट परिचालित भएर कुनै प्रतिपक्ष दलका व्यक्तिहरूले उहाँलाई पछाडिबाट के भन्छ आक्रमण गर्न सक्ने योग देखिन्छ। घाउचोट पछाडिबाट आक्रमण भनेको कस्तो? मृत्युतुल्य कष्ट हुन सक्ला। एउटा हात भाँच्यो एउटा खुट्टो भाँच्यो भने त मृत्युतुल्य कष्ट भयो नि त मरि चाहिँ जान्छन् भनेको होइन। उहाँले के भन्छ 84 लाख जुनीमा गरेको पाप काट्न केही नभएको नि 6 महिना जति चाहिँ लामा गुरुहरू पढाउनुपर्छ। मेरो अनुयायीमा म स्वयं अवतारी आएको छु। उहाँहरू जस्तै मान्छेलाई सबै मान्छे तपाईकै शरणमा अवतारी के भन्छ 4 अवतारी ज्ञान खुल्नु भनेको त अवतारी लामा त भगवानले त यहाँ उद्धार गर भनेर पठाएको हो नि त। फलानु मान्छेलाई मार हत्या गर भनेर पठाएको त होइन नि त। अब रवि लामिछानेजीको भविष्य के छ? रवि लामिछानेजीको भविष्यवाणी उहाँको प्रधानमन्त्री नै बन्ने योग चाहिँ म देख्दिनँ। कुनै मन्त्री लेभलको के भन्छ चाहिँ उहाँले योभन्दा अगाडि पनि गरेर फेरि पद खुसिसक्नु भयो। प्रधानमन्त्री बन्ने योग चाहिँ छैन। प्रधानमन्त्री नै भनेर ग्यारेन्टी गर्न सकिँदैन। मलाई त्यो सूचना नआएको कुरो मैले जबरजस्ती कहाँबाट आउँछ? सूचना त ब्रह्माण्डबाट के भन्छ ब्रह्मा विष्णु शिवजी भन्छ नि यताको भाषाबाट। हजुर एन्टेना भनेको त देवताहरूसँग कनेक्ट हो नि ध्यान तपस्या साधना गर्ने। त्यो त यस्तो नि त यो त के भन्छ वायरलेस हो नि त ब्रह्माण्डबाट आउने के भन्छ पोजिटिभ ऊर्जा हो नि यो भनेको। हजुर तपाईँ प्रत्यक्ष साक्षात्कार गर्नुहुन्छ। एकजना ओसो सन्यासीले भन्नुभएको थियो कि हाम्रो
स्वामी अरुण आनन्दले म फलाना जन्ममा यो थिएँ ऊ थिएँ अब फेरि यस्तो जन्मिन्छु। तपाईँ त उहाँभन्दा अगाडि निक्लिनु हो, उहाँभन्दा विलक्षण र विशिष्ट आफा ठान्नुहुन्छ तपाईँले, होइन? होइन, योभन्दा अघिल्लो जन्ममा म दैलेखमा एकजना नरेन्द्र थापा भन्ने उहाँ सफल व्यवसायी हुनुहुन्छ, पुस्तक स्टेसनरी व्यवसायको महासङ्घको अध्यक्ष कर्णाली प्रदेशको। म उहाँको कोखबाट छोरो भएर जन्म नै लाग्दा आत्मामै मरेर म पूर्व एकचोटि भन्नु त फेरि। दैलेखमा नरेन्द्र थापा भन्ने पुस्तक स्टेसनरी व्यवसायी हुनुहुन्छ, उहाँ चाहिँ के भन्छ कर्णाली प्रदेशको। म अघिल्लो जन्ममा उहाँको छोरो भएर जन्म नै लाग्दा आत्मामै मरेर चाहिँ झापा पूर्वमा गएर चाहिँ दाहाल ब्राह्मण कुलबाट जन्म लिएको। तपाईँकै यी कुराहरूमा विश्वास गर्ने यो आधार त ब्रह्मज्ञानबाट आउने चिज हो नि, यो त कुनै प्रमाण, लिखित प्रमाण, कुनै सर्टिफिकेट भन्ने त कागजी युनिभर्सिटी हुँदैन नि त। यो त ध्यान तपाईँ अघिल्लो जन्ममा के थिएँ? अघिल्लो जन्ममा तपाईँ के भन्छ यो भयो के भन्छ यस्तै गरी मान्छेहरूलाई चाहिँ के भन्छ मुद्दा मिलाउनु तपाईँ कुनै के भन्छ न्यायकर्ता, कुनै के भन्छ न्यायका देवता या न्यायाधीश लेभलको तपाईँको क्वालिटी भन्नुहुन्छ, साधना गर्नु पर्ला। होइन, साधनाको ध्यानबाट हेर्दा मलाई यहाँ सूचना आइहाल्छ नि, तपाईँको अनुहार हेर्दाखेरि मान्छेको के भन्छ ठ्याक्कै थाहा हुन्छ। अनि तपाईँको के भन्छ अबको यो के भन्छ कालमा अब तपाईँ के भन्छ 2080 सालको मङ्सिर महिनादेखि उता तपाईँ कुनै कुनै राज्य लेभलमा तानिन सक्ने कुनै न कुनै मलाई यहाँ कस्तो सूचना आइरहेछ भने कुनै मिडिया लेभलको के भन्छ हाई क्वालिटीको एजुकेटेड व्यक्ति चाहिँ राज्य लेभलमा के भन्छ चाहिँ संसद लेभलमा के भन्छ राजनीतिको वृत्तमा तानिने योग छ भनेर देख्दा मैले धेरै मिडिया कर्मीहरूको चाहिँ स्टडी गर्दा तन्त्र साधनबाट ध्यानबाट हेर्दा चाहिँ पुण्य गौतमजीले चाहिँ अब के भन्छ आउँदो चाहिँ हजुरले स्वयंले चाहिँ के भन्छ मङ्सिरदेखि उता तपाईँलाई के भन्छ राज्य स्तरमा तानिने तपाईँको के भन्छ कुनै न कुनै पर्सनल असिस्टेन्ट या कुनै के भन्छ प्रधानमन्त्री मन्त्रीज्यूहरूले तपाईँलाई रेस्पेक्ट गरेर के भन्छ यो राजनीतिक वृत्तमा तपाईँलाई तान्ने योग मेरो भविष्य के छ तपाईँको जान्ने योग छ। तपाईँको के भन्छ भोलिको दिनमा म के भन्छ मन्त्री नै बन्ने योग छ, कुनै न कुनै तपाईँले सञ्चार मन्त्रीको के भन्छ उ गर्न सक्नुहुन्छ। तपाईँको जिम्मा तपाईँलाई म के भन्छ मैले चाहेँ भने के भन्छ तपाईँलाई म के भन्छ मैले सबै तपाईँले गरेका 84 लाख जुनिका पापहरू काटेर तपाईँलाई सबै देवी देवताबाट आशीर्वाद मागिदिएर चाहिँ तपाईँलाई म के भन्छ नेपालको राष्ट्रपतिले बनाउन सक्ने क्षमता चाहिँ मसँग क्यापेसिटी छ। अरे बाप रे, त्यत्रो? त्यो त साधनाबाट तन्त्र साधना भनेको सानो चिज होइन नि त। तन्त्र भनेको कालो बोका काट्ने, मान्छेलाई बिगार्ने, तपाईँले त लाइभ पनि कगललाई आशीर्वाद दिनु भएको छ, मैले देखेको छु। होइन, त्यो तन्त्र होइन मेरो मान्छे। तन्त्र दुई खालको हुन्छ है। तन्त्रको उदाहरण अलिकति दिउँ। जस्तै तन्त्र विद्या भनेको इन्द्रजाल भन्छन्, इन्द्रजाल भनेको मसान साधना अन्तर्गत पर्छ, मरेका प्रेत उनीहरू खेलाउने। कालो विद्या भन्छन् त्यसले बिगार्ने, कालो जादु टुनामुना भन्छ। हाम्रो तन्त्र भनेको चाहिँ कस्तो भने भूत प्रेत मसानलाई यो पूजा खाऊ तिमी सधैँको लागि जाऊ भन्ने एकैचोटि सम्बन्धित व्यक्तिको एकजना व्यक्तिको लाइफ टाइमलाई भूत प्रेत मसानलाई पाखा लगाएर देवी देवतालाई शुद्ध फुलपातीबाट ब्रह्मा विष्णु शिवजी र त्यहाँका स्थानीय देवीहरूलाई पूजा गर्ने त्यो के भन्छ त्यो तरिकाले चाहिँ देवतन्त्र साधना हो। देवतन्त्रमा मान्छे बिगार्ने कहिले पनि हुँदैन, मान्छे सपार्ने हुन्छ। त्यसले पापै गरेर अपराधै गरेर आएछ भने त्यसलाई सत्यको मार्गमा लाने, त्यसले गरेका पापहरूलाई मुक्ति गर्ने, मोचन गर्ने र त्यसलाई के भन्छ सही वेमा भगवानको भक्ति र सत्य मार्गमा हिँडाउने तन्त्र हो हाम्रो भनेको। भनेपछि तपाईँले लाइभमा पनि कति आशीर्वाद दिनुभएको छ? आशीर्वाद दिएको छु मैले लाइभमा धेरैजनालाई। मैले के भन्छ टाउकोमा हात राखेर मैले आशीर्वाद दिएर केही मन्त्र साधनाहरू, केही देवी देवतालाई आह्वान गरेर उसको केही न केही लाइफमा चेन्ज आएको, केही रोकिएका कामहरू बनेको, केही विघ्न बाधाहरू टरेको, त्यस्तो खालको पनि मलाई मैले के भन्छ धन्यवाद के भन्छ पाएको छु ती व्यक्तिहरूबाट जसलाई आशीर्वाद दिएँ ती व्यक्तिहरूलाई। ए तपाईँले त्यसो पनि गर्नुभएको छ लाइभमा? लाइभमै गरेको छु। विहङ्गमराज तिमल सिन्हाजीले ऋषि धवलाजीलाई गर्नुभएको थियो एकचोटि। त्यसरी गरे जस्तै मन्त्र छ तपाईँसँग? अब त्यो त मन्त्र त अब देवी देवताको नामबाट मन्त्र के भन्छ आफै उच्चारण हुने, भित्रबाट आउने हो नि। मैले कुनै यन्त्रको बारेमा तपाईँ पारङ्गत हुनुहुन्छ? तन्त्र भनेको प्रत्यक्ष के भन्छ जुन शक्तिको तपाईँ साधना गर्नुहुन्छ, जस्तै तपाईँले देवताको साधना गर्नु प्रत्यक्ष त्यो देवताको के भन्छ दर्शन पाउनु त्यो तन्त्र हो। अब मन्त्र भनेको पासवर्ड हो देवताहरूलाई आह्वान गर्ने। हजुर। अब कसैले भूतमसानको साधना गरे भने स्वयं त्यो भूतमसानको दर्शन पाउनु त्यो चाहिँ कालो विद्यापट्टि परौ। हाम्रो चाहिँ सेतो विद्या सपा। तपाईँको आफ्नै चाहिँ भविष्य के छ? अब मेरो आफ्नै चाहिँ भविष्य अहिले म तन्त्र साधनामा छु। म पनि भोलिको दिनमा राजनीति क्षेत्रमा जाने नै मान्छे हुँ। मेरो के भन्छ ग्रह गोचरले ठुलो बडै भन्नुहुन्छ। अब मेरो कुण्डली मैले उहाँ विद्वान गुरु छ चिन्तामणि गुरुलाई पनि मैले दिएँ, उहाँले पनि स्टडी गर्नुभएको छ। अब उहाँलाई गुरुजी अघिल्लो जन्ममा के हुनुहुन्थ्यो? गुरुजी उहाँ योभन्दा अघिल्लो जन्ममा चाहिँ के भन्छ एउटा उपदेशकार सल्लाहकार हुनुहुन्थ्यो। त उहाँ चाहिँ एउटा पुराण भन्ने पण्डितहरू हुनुहुन्थ्यो। त्यस्तै खालको एउटा व्यासमा बसेर भन्ने मान्छेलाई सल्लाह दिने उहाँ चाहिँ एउटा सच्चा के भन्छ भगवानको भक्त हुनुहुन्थ्यो। र अहिले उहाँले के भन्छ एकदम निर्धक्कका साथ मान्छेहरूको भविष्यवाणी गरेको। अब तपाईँले पूर्व जन्मको भन्नुभयो, पुनर्जन्ममा तपाईँ के हुनुहुन्छ? अब पुनर्जन्ममा मैले पश्चिमतिर के भन्छ यो ब्राह्मण कुलमै जन्म लिनुपर्छ, किनकि ब्राह्मणहरूले धेरै पाप गरेका छन्, देवताको नाममा बलि हत्या गरेका छन्, अनि के भन्छ जातीय छुवाछुत गरेका छन्। हिजो विश्व जस्तै कुनै पनि वेदमा दलित भन्ने शब्द छैन, शूद्र जाति भनेको छ। विश्वामित्र र वाल्मीकि पनि त के भन्छ शूद्र जातिका गुरुहरू हुन् नि त। विश्वामित्र र वाल्मीकिले लेखेको के भन्छ किताब पढ्ने वेद चढ्ने, तर विश्वामित्र र वाल्मीकि सन्तान शूद्र जातिले पकाएको भात खाँदा चाहिँ ब्राह्मणको जात घट्छ भनेर कति नम्बर अध्यायमा लेखेको छ त्यो बाहुनहरू देखाउन सकुन्। केपी ओलीज्यू अघिल्लो जन्ममा के हुनुहुन्थ्यो? केपी ओली अघिल्लो जन्ममा के भन्छ यो मैले यसो केपी ओलीको यो भविष्यवाणी हेर्दा के भन्छ पूर्व के भन्छ उहाँ अहिले जन्मेको हुन्छ के भन्छ ताप्लेजुङमा भनेको छ। ताप्लेजुङदेखि पूर्व दिशामा के भन्छ 2-3 देश पूर्व चाहिँ त्यहाँको के भन्छ राम्रो के भन्छ प्रभावशाली लिडरै हुनुहुन्थ्यो।
लिडरै हुनुहुन्थ्यो। अब तपाईँ भन्नुहोस् केपी ओलीज्यूको भविष्य कस्तो छ? केपी ओलीज्यू फेरि प्रधानमन्त्री हुन सक्ने योग छ। प्रचण्ड पछाडि केपी ओली नै आउने योग छ धेरै। हजुर, भनेपछि उहाँको प्रबल छ। शेरबहादुरजी अब शेरबहादुरजी भनेको त अब कस्तो शेरबहादुरजीको त अब डाउनफल धेरै नै भइरहेछ। शेरबहादुरजीको अब चाहिँ भनेको अलिकति अघिल्लो जन्ममा के हुनुहुन्थ्यो शेरबहादुरजी अघिल्लो जन्ममा के भन्छ कुनै न कुनै मसान साधना नै गर्नुभएको थियो। मसान साधनाको के भन्छ गुरु हो उहाँ, शुक्र दैत्याचार्य गुरु हो। किनकि उहाँले बलि हत्या प्राणी हत्या गरेर पश्चिमतिरका धेरै के भन्छ चाहिँ देवताको नाममा बलि हत्या प्राणी हत्या गरेर उहाँले घटाल भन्ने देवता मान्नुहुन्छ। पश्चिमको घटाल भन्ने देवता, घटाल देवतालाई बोका बलि दिनुपर्छ, स्वयं गएर बोका बलि गर्नुहुन्छ। कुनै पनि बलि खाने देवता हुन सक्दैन, त्यो मसान राक्षस नै हो, कुनै देवी देवताको गाडै हो भन्छु म। वेदमा काहीँ पनि काटमार गर्ने बलि हत्या गर्ने खास देवता भनेका हिन्दूपट्टिबाट भन्नुहुन्छ 64 योगिनी 56 भैरव 1008 देवी ब्रह्मा विष्णु शिवजी महेश इन्द्र के भन्छ 12 आदित्य 8 वसु 11 रुद्र 1 के भन्छ प्रजापति 1 इन्द्र 2 अश्विनी कुमार, यति मात्रै देवता भनेको म जान्दछु। र स्थानीय देवीहरू साधना गरेर भनेपछि तपाईँ जस्तो दिव्य दृष्टि खोलेको व्यक्तित्वलाई, ज्ञानको क्षितिज उग्रिएको व्यक्तित्वलाई चिन्न मोदीले पनि ढिला गर्न नहुने भयो, आदित्यनाथले पनि। अब यदि के भन्छ उहाँहरूले गल्ती गर्नु भने उहाँहरूको के भन्छ पच्युत गरेर उहाँलाई एकदम डाउन यहीँबाट तपाईँ सक्नु। म यहीँबाट उहाँलाई के भन्छ उहाँको के भन्छ नाम र फोटोको भरमा, उहाँको नामको भरमा यहाँबाट शक्ति पठाएर उहाँले गरेको के भन्छ अपराध कसुर अनुसार उहाँलाई के भन्छ सबै रोडमा आउने पनि बनाउन सक्ने क्षमता मसँग छ। तर मैले त्यस्तो शक्ति चलाइहालेँ। एकछिन तपाईँलाई धन्यवाद दिँदै यो कुरा जनताको इजलासमा रहेको छ, सुन्दाखेरि आङ झिरिङ्ग हुने खालको अलौकिक दिव्य खालको कुरा तपाईँ विशेष अलिकति सानो हामीसँग समय कम छ, उहाँले पनि आफ्नो कुरा अहिले मैले गर्न सक्ने कामहरू पनि अनुभव गर्नु। अब मैले गर्न सक्ने अहिलेसम्म गरेका चमत्कारहरू के काम सफल गर्नु हो त भन्ने प्रश्न पनि हुनसक्छ। मैले डक्टरले सिटी स्क्यान एमआरआई गरेको, एमआरआई गरेर कुनै पनि रोग पत्ता लगाउन नसकेको, धामी झाँक्री माता भन्ने अहिले समाजमा धेरै हाबी छिन्, उहाँहरूले पनि झारफुक तन्त्र मन्त्र गरेर ठिक पार्न नसकेको मान्छेलाई मैले चाहिँ के भन्छ 7 दिनदेखि 15 दिनसम्म लगातार 7 जना लामा गुरुको दरले देवी देवताहरूलाई पूजा चढाएर तान्त्रिक हवनको दरले शुद्ध फलफुलबाट दुध फलफुलबाट चाहिँ के भन्छ सबै देवी देवताहरूलाई आह्वान गरेर पूजा चढाएर चाहिँ जिउ शरीर पोल्ने घोच्ने के भन्छ सपनामा के नराम्रो शक्तिहरूले आएर खेदे जस्तो हुने, शरीर पीडा हुने, शरीरमा पछाडिबाट आएर मान्छेले के भन्छ फलाम तताएर के भन्छ किला ठोके जस्तो हुने, शरीर पोल्ने, यो काँधमा चाहिँ के भन्छ काठको भारी हालिदिएर ओजन हालिदिएर हिँडे जस्तो हुने, त्यस्ता पीडा भएका चाहिँ व्यक्तिहरूलाई मैले ग्यारेन्टी साथ उपचार गरेको छु। र उपचार गर्दा हवन गर्दा के भन्छ 7 दिन 15 दिन गर्दा नभन्दै पनि महँगै खर्च लाग्छ। त्यो अब देवतालाई पूजा दिएर खर्च गरेको देवताले मलाई फिर्ता त दिँदैन, तर मान्छे यदि निको भएन भने देवतालाई पूजा दिएको मलाई फिर्ता नभएर मैले कमाएर त्यसबाट उहाँबाट लिएको पैसा मैले 10% 15% मैले आफूले आफ्नो के भन्छ छाक बुझाएर आफ्नो के भन्छ दक्षिणा मैले के भन्छ खाइरहेको छु। उहाँलाई कमाएर 6 महिना वर्ष दिनपछि पनि उहाँको पैसा मैले फर्काइदिएको छु। त्यो धर्म राखेर काम गरेको छु। अहिलेसम्म तपाईँले त्यस्ता असाध्य रोगबाट पीडित भएका मान्छे कतिको उपचार अब उपचार गरेको हिजो अस्ति मात्रै मैले नुवाकोट जिल्लामा अहिले म नुवाकोट जिल्लाको तपाईँ त जहाँ हो त्यहीँ जानुपर्छ भने यस्तो हुन्छ। जस्तै उहाँहरू बिरामी भएर म यहाँ आउनु भयो मैले देवी देवता भनेको ब्रह्मा विष्णु शिवजी सबै 4 वेद अब कसैको देवता प्या हुँदैन, खुल्ला आकाशमा जहाँबाट उपचार गरे पनि हुन्छ। एउटा सिद्ध पुरुष पञ्च महापुरुष हामी जस्तो 4औं अवतारको ज्ञान खुलेको मान्छेले, तर मान्छे निको पारेर पठाए पनि मान्छे त्यहाँ गएपछि घरमा गएपछि बिरामी भएको रेकर्ड दिइरहेको छ। किनभने खोला नाला तरेपछि भूत प्रेत मसानहरू फरक हुन्छ, प्रेत योनिमा घुम्ने मसानहरू, त्यही भएर त्यो मसानलाई हटाउन त्यही एरियामा नगइकन क्लियर नहुने भएकोले गर्दा मान्छेहरूलाई मैले उसको नाम र फोटोबाट मेरो अनुयायीमा मेरो नेतृत्वमा यहाँ लामा गुरुहरू 4-5 जना लामा 6-7 दिनसम्म चाहिँ उहाँको नाम र फोटोबाट यहाँ कुनै बौद्ध गुम्बाबाट लामा पढाइन्छ र उहाँको घरको एरियामै गएर त्यसै जिल्लामा गएर मान्छेलाई मैले 4 दिन 5 दिन बसेर क्लियर गरेर आएको छु। निको पारेका व्यक्तिहरूको नामको कुरा गर्नु छ भने अहिले हिजो अस्ति मैले भर्खर एकजना छन्दप्रसाद पाण्डे भन्ने भाइ 25 वर्षदेखि पीडित थियो, यो मदनपुर भन्ने ठाउँमा त्यो नुवाकोट जिल्लाको त्यहाँ औषधि उपचार गरेर आए। अनि छरे भन्ने गाउँपालिका छन्दप्रसादजी सुनिरहनु भएको छ हैन, ल भन्नुहोस्। त्यो छन्दप्रसाद हरिपाण्डे भन्ने भाइलाई मैले निको पारेर आएँ। उसको राशिको नाम चाहिँ छन्दप्रसाद, चलेको नाम हरिपाण्डे। अर्को एकजना यशोदा गौतम भन्ने आमा 60-65 वर्षको, उहाँलाई 40 वर्षदेखि त्यो पीडा थियो। कुनै धामी झाँक्री लाउँदा 2-4 महिना ठिक हुने, फेरि बल्झिहाल्ने। उहाँलाई मैले सधैँको लागि निदान गर्न 4-5 दिनमा फ्रेस त बनाएँ, तर क्लियर गर्न 2 महिना लगाएँ। एकजना ईश्वरी पनेरू भन्ने मान्छेलाई मैले पनि ठिक पारेर आएँ। धेरै मान्छे मैले ठिक पारेको छु। अब यहाँ अब त्यसरी पाइपलाइनमा कति छन् तपाईँसँग अब उपचार गर्न चाहने? अब यदि मैले एकजना पोखरामा एकजना अनिल परियार भन्नेलाई पनि निको पारेँ 2-3 चोटि लगाएर। अब निको नहुने केही मान्छेलाई मैले एकजना टिकाराम तिवारी भन्ने मान्छेलाई मैले गरेको लागेन, तर किन चाहिँ अब डाक्टरकोमा जाँदा केही रोग छैन, धामी झाँक्री सकेन, मैले उपचार गर्दा पनि भएन भने अघिल्लो जन्मको 2-4 जन्म अगाडि केही पापै थियो होला या उसको र मेरो ग्रह मिलेन होला भनेर उहाँको पैसा अहिले म फर्काउने प्रक्रियामा छु, फर्काउँदै पनि छु। टिकाराम अच्छा, यो तपाईँको इमानदारिता हो, तपाईँले नसकेको ठाउँमा फर्काउनु पनि हुन्छ। कसैको ग्रहले कनेक्सन मिल्दैन भन्छ नि त, 3 मिल्नुपर्छ। हजुर हजुर 33.33% यो हाम्रो पृथ्वीको ऊर्जाले के भन्छ वास्तुले हामीलाई ऊर्जा भनेपछि 33.33 ग्रह आकाश नक्षत्र ताराहरूले पनि हो, 33.33 हाम्रो कर्ममा भर पर्ने हो। 33.3% को दरले तपाईँले यसको 333 मिल्नु पर्यो।
आफ्नो कर्म percentage मेहनत लगाउनु। Anyway. 33 आकाशका ग्रह नक्षत्र ताराको फल 33 जमिनको ऊर्जा। तारा कति हुँदो रहेछन्? अब खास त 9 लाख तारा भनेका छन् यहाँ। अब यताबाट चाहिँ हामी चाहिँ अब देवीहरूलाई पनि तारा भन्छौँ। अब खास 9 लाख तारा भनेर हिसाब आएको छ Anyway, खगोलविदमा। तपाईँले उहाँका कुराहरू सुन्नुभयो, हजुर। आश्चर्यचकित हुनुभयो होला। जिल परे। कस्तो लाग्यो उहाँको कुरा? मलाई अलौकिक लाग्यो। हजुर, आजको विश्वास चाहिँ गर्नु परिवेशमा अँ, अब ठ्याक्कै उहाँले भने जस्तो पत्ताउनलाई गाह्रो लाग्यो। उहाँ सिद्ध पुरुष हुनुहुन्छ, सबै कुरा ठिक छ कि नपत्याइ सुख नपाउने अवस्था कतिखेर आउँछ? अब यस्तो यहाँका एक दुईवटा चाहिँ जब सो हुन्छन्, चिजहरू अगाडि आउँछन्, जनमानसमा मूल्याङ्कन हुन्छ, हामीले पनि हेर्छौँ त्यो कुरालाई। उहाँ जब हाइलाइट हुनुहुन्छ त्यसपछि सब दुनियाँ तपाईँले उहाँ जस्तो मान्छे कहिले भेट्नु भएको थिएन? होइन, त्यो प्रमाणित गर्न पहिलोचोटि हो मेरो त हो? जिन्दगीमा। साक्षात्कार त्यो प्रमाणित गर्न म एक दुईजना निको पारेको मान्छेलाई अहिले टेलिफोन सम्पर्क गरेर ती मान्छेलाई के भन्छ यहाँ सोध्न सक्छु, तपाईँले सोध्न सक्नुहुन्छ नि त। त्यो म सम्पर्कबाट पनि उहाँलाई होइन, ठिक छ, तपाईँको कुरा अब विचाराधीन छ, जनताको इजलासमा उभिएको छ। अब गुरु, हजुर। तपाईँले हस्तरेखा सम्बन्धी एक्सपर्टिजम गर्नुभएको छ। विश्वमा जस्तो तपाईँले ब्याराक ओबामाको पनि हस्तरेखा हेर्नुभयो, केपी ओलीजीको पनि हेर्नुभयो, सबैको हेर्नुभयो। हस्तरेखाका विशेषताहरू सामुद्रिक शास्त्र अन्तर्गत के रहेछन्? कसको हस्तरेखा कस्तो छ? आयुभाव, शिक्षाभाव, विद्याभाव अथवा धनभाव जम्मै तपाईँले हेर्नुहुन्छ, के हो त्यो? सर अब यो शुक्र बलय, शनि बलय सबै हेर्नुहुन्छ। यस्तो हुन्छ, यो पामिष्टि विद्या भनेको दुईटा खुट्टामा उभिएको अथवा दुईटा खुट्टाले टेकेर उभिएको विद्या हो। हजुर, एउटा हातको बनावट हजुर। अथवा शरीरको बनावट, शरीर लक्षण विज्ञानको कुरा आउँछ त्यसमा। एउटा हातका रेखाहरू। अब यहाँ हातका 9वटा पर्वत हुन्छन्। पर्वत कति विकसित छन्? पर्वतले अथवा हातको बनावटले मान्छेको चाहिँ के भन्नु भनेदेखि मूल प्रवृत्ति बताउँछ। रेखाहरूले चाहिँ भूत भविष्य वर्तमानमा भइरहेका कुराहरूलाई बताउँछ। हजुर। अब भोलि सम्बन्धित व्यक्ति उच्च पदमा जान्छ कि डिमोसन भएर चाहिँ तल गिर्छ भन्ने कुराहरू साङ्केतिक अब कुराहरू आइरहेका हुन्छन्। अब हामीले अचेतन मन पढ्ने हो सर। हजुर। रेखाहरू पढ्दाखेरि हामीले अचेतन मन पढ्छौँ टोटल। जस्तो तपाईँको हस्तरेखा देखाउँदाखेरि त्यहाँ आयु विद्या अनि त्यसपछिबाट अब हजुरले जे पनि सोध्न सक्नुहुन्छ त्यसमा। हर 1 सेन्टिमिटरमा फलादेश हुन्छ। त्यो फलादेश हुन्छ हर 1 सेन्टिमिटर भन्नाले तपाईँले अहिलेसम्म विश्व चर्चित व्यक्तिहरूको पनि हस्तरेखा हेर्नुभयो। बिल गेट्सहरूको हजुरको सानिध्यले हेरेका थियौँ। तपाईँले आजभन्दा 4 वर्ष अगाडि एउटा टेलिभिजन डाफे टिभीमा अहिले पनि भिडियो सुरक्षित छ, त्यतिखेर तपाईँले के भन्नुभएको थियो भने बिल गेट्सको अवस्था खस्किन सक्छ भनेको केही महिनापछि उहाँ दोस्रो नम्बरको धनी भन्नुभएको थियो। हेरिन्जेल पहिलो नम्बरको हुनुहुन्थ्यो र तपाईँले मोदीको विषयमा पनि गरेको भविष्यवाणीहरू सठिक थियो। तपाईँसँगै सोमप्रसाद नेपालज्यूको पनि भविष्यवाणी आएको थियो त्यतिखेर। ती अहिले पनि सुरक्षित छन् ती भिडियोहरू। त्यो आधारमा अहिले पनि तपाईँ आउँछन् होइन त्यो पुरानो भिडियो हेरेर मान्छेहरू तपाईँका आउँछन्। ओहो तपाईँको रहेछ हामीले हेरेका थियौँ। हजुर। त्यहाँबाट यहाँ आउन हामी सफल भयौँ भन्छन्। मेरै विषयमा गर्नुभएको कतिपय भविष्यवाणी पनि सठिक ठहरियो। हजुर। त्यो हजुरले भन्दाखेरि मैले भन्दा हजुरले भन्दाखेरि त मलाई प्लस पोइन्ट हुँदो रहेछ। हजुर। एनिवे आज हामीले निर्धारित समय सायद समाप्त गरेका छौँ। हजुर। केही आशीर्वाद दिनुहुन्छ? अब म पुण्य गौतमजीलाई चाहिँ अलिकति के भन्छ फेरि के भन्छ नेपालको चाहिँ राष्ट्रपति नै भएको देख्न चाहौँ। उहाँ जस्तो एउटा विद्वान व्यक्तित्वलाई भन्ने उहाँलाई चाहिँ टाउको मात्र राखेर केही आशीर्वाद दिउँ भन्ने मेरो इच्छा हो। राष्ट्रपति कार्यकारी होइन नि, अब उपराष्ट्रपति पनि हुन सक्ने कार्यकारी होइन। त्यत्रो शक्ति छ भने प्रधानमन्त्री दिन भोलिको दिनमा राम्रो। अब मैले अहिलेसम्म नगरेको आरोपमा के भन्छ यसै ग्रह दशा बिग्रेको बेला भूत मसानले रियाक्सन गरेको बेला मान्छेलाई नगरेको आरोपमा त्यसै के भन्छ अपराध नगरेको मान्छे पनि जेल जाने लागेको मान्छेलाई मैले जेलबाट छुटकारा गराउन सक्ने त्यस्तो शक्ति पनि एक दुईजना मान्छेलाई करणबहादुर साई भन्ने बजाङको झोता भन्ने ठाउँमा मैले उहाँलाई मुद्दा जिताउन सफल गराएको मेरो रेकर्ड छ। र के भन्छ यो चाहिँ डक्टरले धामिन नसकेको मान्छेहरूलाई पनि उपचार गरेको छु। मान्छेको असम्भव कामहरू पनि तन्त्रको माध्यमबाट चाहिँ उसो। तर हाम्रो लामाहरूको चाहिँ धेरै खर्चिलो पूजा हुन्छ। 7 जना लामा 7 दिनसम्म अनिवार्य पढाउनुपर्छ। त्यही अनुसारको खर्च आवश्यकतारी हो। पुण्य गौतमजीलाई चाहिँ म केही यसो आशीर्वाद दिउँ कि भन्ने मेरो एउटा चाहिँ धारणा अन्तिममा म हो। अनि अन्तिममा मलाई सम्पर्क गर्न पुण्य गौतमजीको माध्यमबाट पनि चाहिँ मसँग सम्पर्कमा आउन सक्नुहुन्छ। मसँग चाहिँ कुनै डक्टरले मेडिकल डक्टरले उपचार गर्न सकेन, धामी झाँक्री माताले सकेन, पण्डित गुरुहरूले सकेन र अन्तिम अवस्थाको मान्छे मात्रै मसँग उपचार गर्न आउनु होला। साधारण झारफुक गर्न आउने मान्छे चाहिँ सम्पर्कमा नआउँदा पनि के भन्छ केही फरक पर्दैन। साधारण झारफुक गर्न आउने मान्छे चाहिँ कन्ट्याक्टमा नआइदिनु होला भनेर म अनुभव गर्छु।
तपाईँले अब आफ्नो साधना या गर्न अब मेरो अन्तिममा मेरो फोन नम्बर चाहिँ फेरि भन्नुपर्दा 9842202534 एनटिसीको नम्बर हो, 9826552950 चाहिँ एनसेलको नम्बर हो। तपाईँ अलिकति यता ध्यानाकर्षण गर्न चाहन्छु म गुरुको। ए हजुर हजुर कृपया त्यहाँ तपाईँ आफ्नो स्थानमा बस्नु होला। अनि म अलिकति पुण्य गौतमजीलाई चाहिँ केही राम्रो होस्, उहाँको अब चाहिँ आउँदो असोज यो 2080 सालको मङ्सिरबाट राजनीति विरुद्धमा जाने योग छ। 2082 सालको साउनदेखि उता त उहाँको चाहिँ शुभै शुभ फलहरू देखिरहेको छु। राजनीति क्षेत्रमा एकदम तहल्का मचाउने खालको योग छ पुण्य गौतमजीको। त्यो एउटा उहाँलाई यो छिटै नै के भन्छ राम्रो होस् भनेर चाहिँ आउँदो मङ्सिरदेखि उता हुन त समयकाल नआइकन त दिन नपुगी त्यहाँ पुग्दैन, तर पनि केही नकारात्मक ऊर्जाहरू भागुन् र उहाँको केही आउन आँटेको विघ्न बाधाहरू हटुन् भनेर म टाउकोमा हात राखेर यसो आशीर्वाद दिन चाहन्छु। यसो यतापट्टि फर्किन सक्नुहुन्छ कि? टाउकै दिनु पर्यो, टाउकोमै हात राखेर आशीर्वाद दिनु पर्यो नि त। चारौँ मात्र ज्ञान पावन हुम सुमुनि सुमुनि हुम गिडा पाए अवलोकिते हुम हुम फटफट स्वा हुम सुमुनि सुमुनि हुम गिडा पाए अवलोकिते हुम हुम फटफट स्वा हुम श्री हुम देवी काली काली महाकाली काली मत्ताय स्वा हुम श्री हुम देवी काली काली महाकाली काली मत्ताय स्वा ओम आउम वज्र गुरुपेमा सिद्धि हुम ओम आउम वज्र गुरुपेमा सिद्धि हुम। सम्पूर्ण नकारात्मक ऊर्जाहरू हे गुरु रिम्पोछे, हे गुरु पद्म सम्भव, हे महाकाली भगवती, हे खड्गयोगिनी, सम्पूर्ण विघ्न बाधाहरू हटेर जाओस्, पुण्य गौतमजीको सम्पूर्ण राम्रो होस् भनेर आशीर्वाद पनि दिएँ। ल यो त अलौकिक कुरा हो। अब म त यो स्पेस 4K टेलिभिजनमा आफ्नो कार्यक्रम प्रस्तुत गरिरहेको छु, तपाईँको आशीर्वाद लागोस् यही भन्न चाहन्छु। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र आज हामीले एकदम पृथक किसिमको अन्तर्क्रिया गऱ्यौँ। तपाईँहरूले अहिलेसम्म टेलिभिजनको इतिहासमा यस्तो खालको अलौकिक किसिमको अथवा फरक स्टाइलको इन्टरभ्यू पनि हेर्न पाउनु भएको थिएन होला। म यस्तो मान्छे हो भनेर मेरोबाट म आफै गर्नुभन्दा उहाँ विद्वान गुरुले पनि मेरो कुण्डली या उहाँले हेर्नुभएको छ, उहाँलाई मेरो विषयमा अलिकति केही सोद्धा पनि हुन्छ। मैले अझ हातको चित्र लान हजुर के रहेछ त? होइन हातको चित्रबाट हेरेर कुन हातबाट हेर्नुहुन्छ? हातको चित्र तपाईँको दाहिने हात दिनु त, यही स्टुडियोमै के फरक पर्यो र हजुरको चाहिँ के भन्नु भनेदेखि यो जो छ नि दिमागी रेखा एकदम अर्को छोरसम्म गएको छ। हजुर जन्मेपछि पिताले जाने घर छोडेर बाहिर जानुभयो कि अथवा प्रगति गरेर केही अब सेलेरी इन्क्रिज भएर स्थानान्तरण हुनुभयो, के भयो? म जन्मेपछि बाहिर उहाँलाई टाढाको यात्रा गर्नुभयो, दुःखको यात्रा, कष्टकर यात्रा भयो। अब हजुरको चाहिँ 25 वर्षसम्म हजुरको पनि यात्रा अति कष्टकर थियो। सम्भवतः 17 वर्षबाट 21 वर्षसम्म अलि भनौँ न यो सुस्वास्थ्य राम्रो त्यति रहेन। त्यसपछिबाट चाहिँ अब आयु 84 वर्ष जति छ। 21 वर्षबाट चाहिँ हजुरलाई धनयोग लागेको थियो। मर्ने बेलासम्म धनले छोड्दैन, 2-3 ठाउँ घडेरी हुन्छन्, पैसा राम्रो कमाउनुहुन्छ। यहाँबाट आएको यो सफलता रेखाले हजुरलाई सफलताको उच्चतम शिखरमा लान्छ। राजनीति यात्रा कस्तो छ? राजनीति यात्राको लागि सूर्य चाहिँ हाई छ। अब घरका मान्छेले साथ दिन्नन् सर हजुरले राजनीति गर्दा, यहाँले राजनीति नगरे हुन्थ्यो भन्ने उहाँहरूको ध्येय हुन्छ। हजुर आफ्नो भाग्यको जन्मदाता त्यो आफै हो। जन्मेको एरियामा ठिक छ कि जन्मेको ठाउँबाट धेरै टाढा के भन्छ नदी काटेर त्यो गएर चाहिँ राजनीति गर्दा राम्रो हुन्छ? कुन दिशा राम्रो हुन्छ? हजुरलाई चाहिँ जहाँ जन्मिनु भयो त्यहाँबाट चाहिँ अब 100 किलोमिटरमा पानी, अब 50 किलोमिटरमा पानी र 100 किलोमिटरमा बाढीको अलिकति फरक हुन्छ भन्छन्। हजुरलाई त्यहाँ बस्दा र बाहिर जाँदा उस्तै हो। ल अब हामीले टेन्टेटिभ मोटामोटी वा अनौठो किसिमले अब फेरि उहाँले केही हेर्दै पनि हुनुहुन्छ। हाम्रो कार्यक्रम अलिकति लामो जस्तो पनि देखियो, तर उहाँले अझ बढिगल्दै हुनुहुन्छ। धेरै विद्वान वर्गहरूले चाहिँ घरदेखि एकदम के भन्छ यो लाइभ हामीले यो जन्मेको देशको देशान्तरमै बसेर राजनीति गर्दा जे गर्दा पनि देशान्तरमै बसेर काम गर्नु भन्छन्, लास्टै पश्चिम दिशा भन्छन्। अब तपाईँको कस्तो छ? अब आफ्नो आफ्नो तरिका हो, आफ्नो आफ्नो गणितीय आफ्नो आफ्नो फर्मुला फरक हो। जाने ठाउँ उयो हो भने जस्तै आन्सर एउटा लास्टमा एउटै आउने हो। उहाँले हेरिरहनु भएको छ लाइभमा। भविष्यमा चाहिँ धेरै राम्रा कुराहरू छन्। यसले चाहिँ यो के भन्छ भने तन्त्रको क्षेत्र कस्तो छ? फुलफिल छ। ल अब केही अन्तिममा उहाँले जसरी यहाँ हस्तरेखा पनि हेरिदिनु हो, हामी आभारी छौँ। र दुईजना विशिष्ट व्यक्तित्वहरू अस्ट्रोपामेस्ट ज्योतिषी हस्तरेखाविद चिन्तामणि पोखरेलज्यू र शिवराज दाहाल दैलेखी। उहाँलाई वज्रयान तान्त्रिक भन्दा उहाँ खुसी हुनुहुन्छ र उहाँले 4 जन्मको हवाला दिनुभएको छ। 1, 2, 3, 4 अब तपाईँ आफै सोच्नु होला। र आजको स्पेस 4K टेलिभिजनबाट जुन प्रसारण भएको यो कार्यक्रम छ यो तपाईँहरूलाई कस्तो लाग्यो? फेरि पनि हामी हरेक सोमबारदेखि
शुक्रबारसम्म राति 8 बजेदेखि 9 बजेसम्म तपाईँहरूको सेवामा हाजिर हुनेछौँ र भोलि हामी थप नयाँ विषयका साथ नयाँ अतिथिसहित उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मको लागि यो कार्यक्रमप्रति तपाईँहरूको प्रतिक्रिया के छ, सुझाव के छ, तपाईँहरूको अमूल्य सुझाव प्रतिक्रियाको हामी एकदम प्यासी छौँ, भोका छौँ, त्यो व्यक्त गर्नुहोला भन्दै म पुण्य गौतम पनि हाम्रा दुईजना अतिथि चिन्तामणि पोखरेल र शिवराज दाहालज्यूसँगै म बिदा भएँ। हस् त, नमस्ते। तपाईँहरूको दिन रात शुभ रहोस्।